क्लास 10 को हाम्रो साइन्स भित्र रहेको यो आईसीटी च्याप्टर इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी च्याप्टरलाई आज पानी पानी बनाउँछ। जसरी हामी कागतीले निचोड्छौं नि अनि त्यहाँबाट रस निस्किन्छ नि त्यस्तै गरी आज यो च्याप्टर आईसीटी यो भिडियो हेरिसकेपछि यो भित्रका जति पनि हामीलाई बुझ्नुपर्ने कन्सेप्ट छ सबै बुझ्छौं। साथै पास्ट इयर क्वेशन 2080 81 दुईटैको गर्छौं अनि प्रोबेबल क्वेशनहरु पनि गर्छौं। यति गरिसकेपछि तपाईले आफ्नो साथीलाई पनि सिकाउन सक्नुहुन्छ अनि यो भिडियो भन्दा बाहेक कतैबाट क्वेशन आउँदैन। यो 5-6 मार्क्स तपाईले यो च्याप्टरबाट सोध्ने 5-6 मार्क्सको क्वेशन त्यो सिक्योर गर्न सक्नुहुन्छ यो भिडियो हेरिसकेपछि। तपाईले यति चाहिँ म दावाको साथ भन्न सक्छु। अब चाहिँ हामीले फर्स्टमा यसमा चाहिँ हामीले सिग्नलको बारेमा बुझ्नु पर्छ। के को बारेमा बुझ्नु पर्यो? फर्स्टमा हामी सिग्नल बुझ्नु पर्यो। के हो त यो सिग्नल भनेको? जस्तै हामी एक्जाम छ, हामी एक्जाम हलमा छौं। एक्जाम हलमा हुँदाखेरि अब जस्तै सोधिन्छ नि अब केही नआएको बेला साथीलाई, अनि साथीलाई जस्तै तपाई बेन्चमा बसिराख्नु हुन्छ, साथी सर यताउता डिस्ट्र्याक्ट भएपछि सर उताउता हेर्न थालेपछि हामी भन्छौं नि साथी हेरेपछि 5 नम्बरको गर्यो भनेपछि जस्तै ट्राफिकले यसरी बोलाइरहेछ भने यसरी गरिरहेछ हातलाई भनेपछि यसले के दिनु हो? मेसेज दिइरहेछ नि आऊ भनेर। भनेपछि सिग्नल भनेपछि के हो भनेपछि एउटा मेसेज बोक्छ जुन चाहिँ एउटा सिस्टमबाट अर्को सिस्टममा यसले के गर्छ? मेसेज बोकेर डाटा या इन्फर्मेसन हामीलाई दियो। जस्तै यसरी गरेपछि यसले के दिन्छ? डाटा इन्फर्मेसन हामीले प्राप्त भयो यहाँबाट। भनेपछि यो एउटा के हो? वेभ हो। भनेपछि हामी के बुझौं भनेपछि हाम्रो सिग्नल भनेपछि एउटा इलेक्ट्रिक करेन्ट या एउटा वेभ हो जसले चाहिँ के गरेको हुन्छ? मेसेज बोकेको हुन्छ एउटा सिस्टमबाट अर्को सिस्टममा। त्यसैलाई हामी के भन्छौं? सिग्नल भन्छौं। के बुझ्यौ तिमीहरुले? एउटा यस्तो गर्नु भने जस्ट ट्राफिकले यसरी बोलाइरहेछ भने एउटा के हो? यो वेभ हो। चाहे त्यो इलेक्ट्रोम्याग्नेटिक वेभ होस्, सिधै बुझ एउटा वेभ हो जसले के गरेको छ? यसले के गरेको छ? एउटा मेसेज या डाटा या इन्फर्मेसन राखेको छ जुन चाहिँ एउटा सिस्टमबाट अनदर सिस्टममा यसरी चाहिँ यो सिग्नल यसैलाई भन्छ। अब यसलाई डेफिनेसनमा हामी बुझ्छौं है। डेफिनेसन कति हुन्छ? कसरी बुझ्ने? अ सिग्नल इज अ इलेक्ट्रिक करेन्ट या इलेक्ट्रोम्याग्नेटिक वेभ हो जसले चाहिँ के गर्छ? क्यारी गर्छ मेसेज, डाटा और इन्फर्मेसन फ्रम वान सिस्टम और नेटवर्क टु अनदर, एउटा सिस्टमबाट अनदर सिस्टममा है जुनले डाटा इन्फर्मेसन क्यारी गर्ने। सिम्पल। अनि चाहिँ यो जुन हामी सिग्नल पढ्यौं नि यो सिग्नललाई हामी दुई टाइपमा डिभाइड गर्छौं। एउटा एनालग सिग्नल, एउटा डिजिटल सिग्नल। अब यो सिग्नल छ नि यो सिग्नल जस्तै यसरी हामीले भन्दै छौं अनि ट्रान्सफर यो त हामी आँखाले हेर्दै छौं भनेपछि यो के भइरहेको छ भनेपछि वायरलेस तरिकाले एउटा ट्रान्सफर हुन्छ भने एउटा वायरबाट सिग्नल ट्रान्सफर हुन्छ। दुई चार तरिकाले ट्रान्सफर गर्न सक्छौं। अब फर्स्टमा हामी बुझौं डिजिटल सिग्नल भनेको के हो, एनालग सिग्नल भनेको के हो। अब यो ग्राफै हेरेर हामी भन्न सक्छौं कि एनालग सिग्नल यो ग्राफ हेरेर भन्न सक्छौं, डिजिटल सिग्नल यो ग्राफ हेरेर सक्छौं। हेर त हाम्रो एनालग सिग्नलमा के हुन्छ भनेपछि यो हाम्रो के हो? यतापट्टि हाम्रो टाइम छ, यतापट्टि अब भ्यालु छ भनेपछि एम्प्लिट्युड भनौं या भ्यालु छ। अब यो के भन्छ? टाइमको रिस्पेक्टमा यो भ्यालुहरु यसरी कन्टिन्युअसली चेन्ज भएको छ। के भएको छ? यो टाइम हो। टाइमको रिस्पेक्टमा भ्यालुहरु कन्टिन्युअसली चेन्ज भएको छ। यसलाई हामी एनालग सिग्नल भन्छौं। त्यस्तै गरी डिजिटल सिग्नल हेर त टाइमको रिस्पेक्टमा एकचोटी 5 गएको छ, फेरि 0 आएको छ, फेरि 5 गएको छ भनेपछि यसमा के भन्छ? कन्टिन्युअसली टाइमको रिस्पेक्टमा चेन्ज भएको छैन। अब यसको डिफरेन्स हेर्छौ नि अनि चाहिँ तिमीहरुले एकदम राम्रो तरिकाले बुझिहाल्छौ कि हामी एनालग के हो, डिजिटल के हो भनेर। अब यसको डिफरेन्सबाट हेरौं है। अनि चाहिँ के बुझौ भनेपछि हामी कोही चाहिँ हाम्रो फेसबुकमा हेरिराख्नु भएको छ भने एनके फर्स्ट एजुकेसनमा हेरिराख्नु भएको छ। जसले फेसबुकमा हेरिराख्नु भएको छ है सबै साइन्सको भिडियो एकदम सिस्टमेटिक जस्तै एनके फर्स्ट फाउन्डेसनमा जानुभयो अनि क्लास 9 10 यो चाहिँ पेजको नाम एनके फर्स्ट एजुकेसन हो। हाम्रो चाहिँ क्लास 9 10 को लागि एनके फर्स्ट फाउन्डेसन तपाईले सर्च गर्नु होला युट्युबमा गएर। त्यसपछि चाहिँ तपाई होममै यसरी च्यानलमा क्लिक गरेर होममा जानुभयो भने यहाँ चाहिँ प्लेलिस्टै छ के पुरै
साइन्सको प्लेलिस्ट छ अनि तल अझै गर्नुभयो भने पास्ट इयर क्वेसनहरू गराएको छ मोडल क्वेसनहरू साइन्सको भइहाल्यो त्यस्तै गरी कम्पलसरी म्याथको छ भने त्यहाँबाट एकदम राम्रो सिस्टेमेटिक तरिकाले हेर्न सक्नुहुन्छ यसमा अलिकति फेसबुक पेजमा सिस्टेमेटिक मैले देखिरहेको छैन है कि मैले नजानेको हो अब हाम्रो मेन टार्गेट भने चाहिँ एससीमा सबैले आज आफ्नो टार्गेट लेख्नु एससीमा सट्टै नि ए प्लस ए जति मनमा लागेछ त्यो लेख्नु होला यसको लागि हामीलाई हाम्रो गोल लेख्यो है ए प्लस तर हाम्रो डेडिकेसन भने चाहिँ हाम्रो फोकस हाम्रो कनेक्सन हाम्रो डिसिप्लिन केमा छ भने हामी डिसिप्लिन के छ हामी आज यति मिनट रिल हेर्नै पर्यो यति मिनट ब्लग हेर्नै पर्यो भने त्यसमा डिसिप्लिन छौँ के हामी यो च्याप्टर खतम गर्छौँ भने त्यसमा हामीलाई पक्कै डिसिप्लिन छैन हामी फोकस छैनौँ भने चाहिँ यो के अरे एससीको हामीले आफ्नो टार्गेटसम्म पुग्नको लागि केही न केही गुमाउनुपर्छ सेक्रिफाइस गर्नुपर्छ अनि यो सबै कुरा फलो गर्दा गर्दै तपाईले चाहिँ अनकम्फर्टेबल लाग्छ तपाईले मेरो जिन्दगी खतम भयो जस्तो लाग्ला तर भयो छैन है त्यसले रमाइलो मानेर गर्नुपर्छ है धेरै कुरा नगरौँ अहिले चाहिँ एउटा कहानी सुनाउँला बवाल कहानी छ ए पख है मैले चाहिँ यसलाई साइड गर्न दिएँ जस्तै पख है मलाई यसलाई मेट्न नि अब हामीले डिजिटल सिग्नल अनि एनालग सिग्नल हामीलाई बुझ्नुपर्छ जस्तै एनालग सिग्नलको बुझौँ डिजिटल दुईटै कम्पेयर गर्दै जान्छ एनालग सिग्नल हामी के हेर्दै थियौँ टाइमको रिस्पेक्टमा यसरी कन्टिन्युअसली गइरहेको थियो भने चाहिँ एनालग सिग्नल रिप्रेजेन्ट इन्फर्मेसन युजिङ कन्टिन्युअस वेभफर्ममा यसलाई रिप्रेजेन्ट गरेको थियो त्यस्तै गरी डिजिटल सिग्नल चाहिँ हामी रिप्रेजेन्ट गरेको थियो डिस्क्रिट भ्यालु भने चाहिँ 0 1 2 3 4 5 यो डिभाइडमा नभएको के यस्तो सिंगल भ्यालु जस्तै क्लासमा 40 जना मान्छे छ 50 जना मान्छे छ त्यो के भयो त्यसलाई आधा त गर्न सक्दैन त्यस्तोलाई हामी डिस्क्रिट भन्छौँ अब डिजिटल सिग्नललाई हेर त यसरी जनाएको थियो नि डिस्क्रिट 0 देखि 5 अगाडि यसरी जनाएको थियो भने चाहिँ डिस्क्रिट भ्यालुमा हामीले रिप्रेजेन्ट गर्छौँ तर म्याक्सिमम केसमा यो जुनसुकै डिजिटल भ्यालु 0 1 हुने गरी यो चाहिँ सर्कुलेट हुन्छ डाटा ट्रान्सफर हुन्छ भने चाहिँ यसमा डिजिटल सिग्नलमा म्याक्सिमम युज गर्ने चाहिँ बाइनरी कोड के बुझ तिमीहरू लेख त बाइनरी कोड भने चाहिँ 0 1 भित्र 0 1 बाइनरी कोडमा बन्छ यही 0 0 0 0 यसरी युज गरेर मेमोरीहरुमा डाटाहरु के गर्छ स्टोरहरु गर्ने जस्तै मेमोरीमा हामी राख्छौं नि म्युजिक अब म्युजिकलाई जस्तै म्युजिक हामी जस्तै म बोलिरहेछु नि यहाँ अब बोलिरहेलाई मोबाइलमा रेकर्ड गर्दैछु भने यो बोलिरहेको मेरो जुन एनालग सिग्नल छ नि यो सोर्सबाट आइरहेछ नि एनालग यसले के गर्दिन्छ भने नि हाम्रो मोबाइलमा जुन मेमोरी छ नि मेमोरीमा यो स्टोरेज त हुनु पर्यो अब स्टोरेज गर्नको लागि हामी एनालगलाई पनि गर्न सक्छौं तर डिजिटलले के गर्छ भने चाहिँ जस्तै यो चारवटा नम्बर छ नि 001 001 000 11 यसरी चारवटा सिक्वेन्स मिलाएर के गर्दिन्छ यसले डाटालाई स्टोर गरेर मेमोरीमा पनि यसले राख्ने काम गर्छ अहिले के बुझा भने चाहिँ डिजिटल सिग्नललाई हामी रिप्रेजेन्ट गर्नको लागि डिस्क्रिट भ्यालु युज गर्छौं त्यो डिस्क्रिट भ्यालु कसलाई भन्छ 1 2 3 4 हरु यो डिस्क्रिट भ्यालु भयो तर डिस्क्रिट भ्यालु भनेपछि यसमा 0 1 मात्रै हामीले युज गर्छौं त्यसपछि अर्को एनालग सिग्नल जुन हुन्छ नि एनालग सिग्नल इजिली डिस्टर्ब भइहाल्छ के तर हाम्रो जुन डिजिटल सिग्नल हुन्छ नि इजिली डिस्टर्ब हुँदैन अनि यो चाहिँ हाम्रो इजिली डिस्टर्ब नभएपछि अब हामीले डिजिटल सिग्नललाई जस्तै यहाँबाट मैले सिग्नल पठाए वायरबाट तिम्रो कहाँ अनि तिमीलाई डिस्टर्ब भएर सुन्यो भने त तिम्रो लागि त राम्रो हैन त्यस्तै गरी हामीले डिजिटल सिग्नललाई ट्रान्सफर गर्दाखेरि यसले के गर्दिन्छ भने डिस्टर्ब हुँदैन जसले गर्दाखेरि मोर एक्युरेट अनि क्लियर हुन्छ यसमा चाहिँ डिस्टर्ब भइहाल्छ जसले गर्दाखेरि एक्युरेसी कम हुन्छ लेस क्लियर हुन्छ त्यस्तै गरी अब यो चाहिँ
यहाँबाट डाटा पुगाउँदाखेरि यो डाटा बिस्तारै डिग्रेड हुँदै जान्छ कि भनेपछि यसले चाहिँ लङ धेरै डिस्टेन्ससम्म हामी पुगाउनु पर्यो भने एनालग सिग्नल त्यो डिग्रेड भइहाल्छ। त्यही भएर यसले चाहिँ लङ डिस्टेन्समा युज गरिँदैन हाम्रो एनालग सिग्नल हाम्रो लङ डिस्टेन्सको लागि युज गर्दैन। यसमा चाहिँ डिग्रेड एकदम कम हुन्छ, त्यही भएर चाहिँ यो चाहिँ लङ डिस्टेन्समा हामीले युज गर्ने गर्छौँ डिजिटल सिग्नल। अनि चाहिँ एनालग सिग्नल स्टोरेज, जस्तै हामी कुनै डाटा जम्मा गर्दैछौँ भने एनालग सिग्नललाई जम्मा गर्यो भने धेरै स्टोरेज चाहिन्छ, थोरै सामानलाई राख्न धेरै स्टोरेज चाहिन्छ। त्यस्तै गरी डिजिटललाई राख्नको लागि हामी थोरै स्टोरेज चाहिन्छ, हामी कम्प्रेस गरेर यसलाई चाहिँ राख्न सक्छौँ। त्यस्तै गरी यसमा चाहिँ के हुन्छ भने एनालग सिग्नल के भन्छ टाइमको रिस्पेक्टमा कन्टिन्युअसली यसरी चेन्ज भइरहेको थियो। अनि त्यस्तै गरी डिजिटल सिग्नल चेन्ज विथ 2 फिक्स भ्यालु, यो चाहिँ दुईटा फिक्स भ्यालु, जस्तै 0 बाट स्टार्ट हुन्छ यो 1 भयो, फेरि यसरी गयो, फेरि यो 0 बाट स्टार्ट भयो, 0 बाट स्टार्ट भयो 1 सम्म गयो, फेरि 0 बाट स्टार्ट भयो 1 सम्म गयो। यसरी यो रेक्ट्याङ्गुलर फर्ममा चाहिँ दुईटा भ्यालुमा मात्रै यो चेन्ज भइरहेको हुन्छ। जस्तै यहाँ 0 देखि 1 भने नि 0 देखि 1 दुईटा स्क्वायर फर्ममा यसरी स्क्वायर रूपमा यसरी स्क्वायर रूपमा चेन्ज भएको हुन्छ। त्यही कुरा यहाँ पनि लेखेको छ। अब यो वेभ छ, वेभमा जस्तै तिमीसँग 0 बाट सुरु भयो, यहाँ 1 गयो, फेरि यो पोजिटिभ 1 यो चाहिँ नेगेटिभ 1 आउला, फेरि 0 फेरि पोजिटिभ 1 फेरि 0 फेरि नेगेटिभ 1 भनेपछि यसमा साइनको कुरा पनि आउँछ, अनि एउटा प्लस हुने गयो एउटा माइनस हुने गयो, त्यो कुरा नि हामीले यहाँ लेख्छौँ। अनि चाहिँ यसलाई रिप्रेजेन्ट गर्ने यो के हुन्छ, यस्तो खालको रिप्रेजेन्ट गरेको छ नि, यहाँ 0 बाट सुरु भएर यसरी रिप्रेजेन्ट गरेको छ, त्यसलाई हामी के भन्छौँ, एउटा याद राख साइन वेभको रूपमा हामीले रिप्रेजेन्ट गर्छौँ। अब एनालग सिग्नल को इक्जाम्पल के हो, यस्तो टाइपको सिग्नलको इक्जाम्पल के हो भनेपछि जस्तै टेम्परेचर सेन्सरहरू एनालग सिग्नलका इक्जाम्पल हुन्। बुझ्यो? जस्तै एनालग सिग्नल, जस्तै मैले यो सोर्सबाट म बोलिरहेको छु नि, यो पनि एउटा एनालग सिग्नल हो। त्यस्तै डिजिटल सिग्नल के हो भनेपछि जस्तै तिमीले कम्प्युटरबाट म्युजिक प्ले गर्नको लागि जुन प्ले थिच्छौ नि अनि स्पिकर बोल्छ नि, त्यो चाहिँ हाम्रो डिजिटल सिग्नलको। अब यसको कन्क्लुजन हामी बुझिहालौँ। यो एनालग सिग्नल डिजिटल सिग्नलको कन्क्लुजन के भयो त? फर्स्टमा के भन्यो भने चाहिँ एनालग हाम्रो कन्टिन्युअस हुन्छ, डिजिटल यसरी रेक्ट्याङ्गुलरमा हुन्छ। अब कन्टिन्युअस हेर है, एनालग के छ, कन्टिन्युअस छ। कन्टिन्युअस भनेपछि 0 बाट स्टार्ट भएको भने यसमा चाहिँ साइन लौवाला साइन वेभ फलो भएको छ, यसमा चाहिँ साइन वेभ फलो भएको छैन। अब हेर रेक्ट्याङ्गल छ भने 0 बाट स्टार्ट भयो 1 मा गयो। अब यो वेभ छ भने यसरी तलदेखि माथि भनेपछि +1 गएको छ, फेरि 0 गएर -1 गएको छ, चाहिँ दुईटा कुरा हो। हामीले एनालगलाई लामो दूरीसम्म लङ डिस्टेन्ससम्म हामी लान सक्दैनौँ, डिजिटललाई लङ डिस्टेन्स लान सक्छौँ। अब एनालगलाई स्टोर गर्न धेरै क्यापेसिटीको चाहिन्छ, त्यसलाई कम्प्रेस गर्न सक्दैनौँ। अब डिजिटललाई हामी कम्प्रेस गरेर थोरै मेमोरीमा राख्न सक्छौँ। यसरी चाहिँ हामी यसको कन्क्लुजन याद राख्ने है। अब हामी अगाडि बढ्दैछौँ। अब जस्तै यो बिट बाइट के हो त? एमबी के हो, जीबी कसलाई भन्छौँ हामी, भन्छौँ नि जीबी। त्यो गिगाबाइटलाई नै हामी के भन्छौँ, जीबी भनिदिन्छौँ। किलोबाइटलाई केबी भनिदिन्छौँ। एमबी भन्छौँ नि, एमबी। मेगाबाइटलाई एमबी भनेको छौँ। त्यसको बारेमा हामी अलिकति जानौँ। जुन मैले भनेको थिएँ नि, अब तिमी के बुझ भने जुन हाम्रो कम्प्युटर छ नि, त्यो कम्प्युटर हामी चलाउँदाखेरि दुईटा कुरा मात्रै चल्छ कि, एउटा अन अर्को अफ। अनलाई 1 ले अनि अफलाई 0 ले रिप्रेजेन्ट गर्छ। यही 1 अनि 0 को रूपमा जुन कम्प्युटर चलिरहेको छ नि, त्यसैलाई हामी यो 1 मैले अनि 0 लाई के भनेको थिएँ अघि, बाइनरी डिजिट भनेको थिएँ, बाइनरी डिजिट भनेको थिएँ। यही बाइनरी डिजिटलाई हामी बिट भन्ने गर्छौँ। जुन 0 1 0 और 1 छ त्यसलाई हामी बिट भन्ने भयो भने 0 1 लाई हामी के भन्यो, बिट भन्यो। अब 4 बिट बराबर के हुन्छ भने 1 निब्बल हुन्छ, यो याद राख्नु होला। 0 1 लाई 1 0 और 1 त्यसलाई हामी बिट भन्यो। 4 बिट बराबर 1 निब्बल हुन्छ। अब हेर 8 बिट बराबर के हुन्छ, 1 बाइट हुन्छ।
यो एकदम इम्पोर्टेन्ट छ। 8 बिट बराबर 1 बाइट। अब हेर त यहाँ 1 बाइट बराबर 1 बाइट अनि इक्वल टु ABCD यसरी हामीलाई अप्सन छ। अनि 1 2 3 4 2 3 4 5 6 7 8 1 2 3 4 1 2 3 4 1 1 हो है। अब हेर त 1 बाइट बराबर हामीलाई के थाहा छ 1 बाइट बराबर 8 बिट हुन्छ। 8 बिट भनेपछि 8 वटा 1 2 3 4 5 6 7 यसरी 8 वटा हुनु पर्यो 8 वटा हुनु पर्यो भनेपछि 1 बाइट बराबर कति हामीलाई वाट सोध्यो भने हाम्रो 8 वटा वाला जुन छ त्यो चाहिँ 8 बाइट बराबर 1 बिट हाम्रो हुन्छ है। के भने मैले 8 यो 8 बिट हुन्छ 1 2 3 4 5 6 7 8 बिट बराबर 1 बाइट हुन्छ भनेर हाम्रो यसको कुरा बुझ्नु पर्यो। अनि यसरी हामीलाई एक्जाममा नि सोध्न सक्छ। त्यस्तै गरी अब यो बिटको भयो जस्तै क्यारेक्टर जस्तै 1 बाइट बराबर सरी बाइट यसलाई पढ्नु होला यसलाई बिट पढ्नु होला बिट BITS बिट्स 8 बिट्स बराबर 1 क्यारेक्टर हुन्छ। 8 बिट्स बराबर 2 निबल्स हुन्छ। त्यस्तै गरी 1024 बाइट्स अब बाइट आयो बाइट बराबर 1 किलोबाइट जसलाई हामी KB भन्छौँ। अब 1 MB भन्छौँ नि त्यो 1 MB भनेपछि 1024 बाइट्स बराबर 1 KB हुने भयो। त्यस्तै गरी MB भन्छौँ नि MB कसलाई भन्छौँ भने 1024 KB बराबर 1 मेगाबाइट या 1 MB भन्छौँ। भनेपछि 1024 KB को 1 MB रहेको 1 MB रहेछ भनेपछि 1024 MB बराबर फेरि हाम्रो 1 GB हुन्छ या गिगाबाइट हुन्छ। यो कुरा हामीले अलि ध्यानमा राख्नु पर्यो। यो चाहिँ चिन्ता नगर्नु होला। अहिले अलिअलि बुझ्दैछौ नि धेरै सके अलिअलि मात्रै बुझ्नु पर्यो। त्यसपछि चाहिँ तिमी फेरि यो स्लाइडलाई एकचोटि PDF फेरि कमेन्टमा हाल्छु फेरि तिमीले स्लाइडलाई एकचोटि हेर्छौ अनि चाहिँ एकचोटि त रिडिङ गर्छौ फेरि तिमी अलिअलि बुझ्छौ टर्महरू थाहा हुन्छ अनि फेरि पढ्नुपर्छ। तर यो सुरुको टर्महरू अलिकति छ त्यसपछि त जस्तै मोटिभेसनल भिडियो किन मोबाइल चलाउने कसरी चलाउने मोबाइल चलाएपछि जुन सोशल मिडिया चलाएपछि फाइदा के हो बेफाइदा के हो हामी डिजिटल रेपुटेसन छ कसरी गर्ने जुन बाल एनजिओहरूको छ नि रेपुटेसन छ के स्टेटस हालेपछि सबैतिर फैलिन्छ तिनीहरू कसरी म्यानेज गर्ने एउटा पोस्ट किन डिलिट गर्नु पर्यो त्यस्ता कुराहरू आउँछ नि इन्ट्रेस्टिङ मजा नै आउँछ के। अब यसमा चाहिँ केही छैन हामीले फर्स्टमा बुझ्यौँ बाइटको बारेमा BIT बिटको बारेमा बुझ्यौँ जुन 0 1 कुनै एउटालाई 1 बिट भन्छ। अब बाइटको कुरा आउँछ 1 हामीले के बुझ्यौँ 1 BYT बाइट बराबर आयो भने यसमा 8 वटा बिट्स हुनुपर्छ भनेपछि 1 बाइट बराबर हाम्रो 8 वटा बिट्सहरू हुनुपर्छ 2 4 5 6 7 8 वटा यसरी हुनुपर्छ बिट्सहरू। त्यस्तै गरी अब 1024 अब यहाँ सबै हेर 1024 KB बराबर कति छ 1 MB छ। फेरि 1024 MB बराबर 1 GB छ। हामीले 1 GB डाटा लियो भने हेर न 1 GB हामी डाटा लियो भने 1024 MB आउँछ नि। जस्तै NTC मा लियो भने 1 GB लियो भने 1024 MB आउँछ नि त्यही हो। जस्तै 1 MB मा हाम्रो 1024 KB हाम्रो के हुन्छ भने चाहिँ हाम्रो 1024 KB 1 MB मा हुन्छ जुन हामी 1 MB लिन्छ नि 1024 KB हुन्छ। अब फेरि हाम्रो 1 KB मा जुन 1 KB छ जसमा चाहिँ 1024 बाइट्स हुन्छ। यसरी चाहिँ हामी याद राख्नु पर्यो। सबैतिर 1024 छ यता KB MB GB हामीलाई GB त एटलिस्ट थाहा हुन्छ MB नि थाहा हुन्छ। अब त्यसैले 1024 त हाल्ने हो यो त सिम्पल याद गर्छौँ। अब व्हिच इज द स्मलेस्ट युनिट अफ कम्प्युटर मेमोरी कम्प्युटर यो के हो मेमोरीलाई जस्तै हामी भन्छौँ नि 8 GB को मेमोरी छ 10 GB को मेमोरी छ भनेपछि यो मेमोरी हुन्छ नि त्यसको युनिट हुन्छ नि त्यो सबभन्दा सानो युनिट कुन हो त हामी भर्खरै पर्यो बिट्स
हाम्रो बिट हाम्रो के सबभन्दा सानो हो भनेपछि अप्सन नम्बर 3 हाम्रो हुने गयो। त्यस्तै गरी म पहिला पानी खान्छु, तिमीहरू यो हेर। अरे यार गल गया भैया, बच गया। ये मेरा थर्मस, यो मेरो प्यारो थर्मस। यो कहिलेदेखि थाहा छ? 2 सालदेखि मेरो साथ छोडे छैन। यो सिग्नल ट्रान्समिसन भने चाहिँ के हो? सबैले पानी राख्नु होला है, पानी नराखेपछि कामै हुँदैन। तपाईहरुले नि पानी राख्नु होला, यहाँ ल्याउनै बिर्सेँ थिएँ मैले। सिग्नल ट्रान्समिसन, जुन सिग्नल या डाटा छ त्यसलाई ट्रान्समिसन हामीले वायर या वायरलेस तरिकाले हामी गर्छौँ। जुन तपाईको आफ्नो साथीलाई मेसेज गरेको डाटा तपाईको साथी कहाँ कसरी पुग्छ त? कसरी पुग्छ भने चाहिँ हामीले त्यसलाई वायरबाट या फाइबरबाट या चाहिँ हाम्रो वायरलेस तरिकाले आफ्नो साथीको मोबाइलमा हामीले के गरिदिन्छौँ? पुगाइदिन्छौँ। डाटाले एउटा ठाउँबाट अर्को ठाउँमा हामी वायर या वायरलेसको मद्दतले डाटा पुगाउँछौँ। त्यसैलाई हामी के भन्छौँ? डाटा ट्रान्समिसन। सिग्नल के हो? सिग्नल ट्रान्समिसन refer to the process of sending data या information one place to another place। यसैलाई हामी ट्रान्समिसन भन्छौँ। यो चाहिँ इलेक्ट्रिक वायर, अप्टिकल फाइबर या वायरलेस तरिकाले हामीले गर्न सक्छौँ। त्यस्तै गरी अब हेर है, यो क्वेसन 2080 सालमा सोधेको छ। यो क्वेसन तिमीहरूले सजिलै तरिकाले गर्न सक्छौ। कसरी सजिलै तरिकाले गर्न सक्छौ भने है मलाई मिलाउन दियो। कसरी गर्न सक्छ भने म भन्दैछु। यसमा हामीलाई के भनेको छ भने चाहिँ एक्सप्लेन द ट्रान्समिसन अफ एनालग सिग्नल विथ अ कन्सेप्ट म्याप एन्ड इट एप्लिकेसन। यसको एप्लिकेसन पनि हामीलाई लेख्नु पर्ने छ यो एनालग सिग्नलको। अनि एनालग सिग्नल जस्तै यहाँबाट पठायो भने कुन प्रोसेसबाट तपाईको साथी, तपाईको फ्यामिली, जस्तै यहाँबाट हामी एनालग सिग्नल पठायो भने कुन प्रोसेसबाट त्यो जान्छ त? होला नि। जस्तै हामी भन्छौँ नि, अब यहाँबाट मेरो आवाज निस्क्यो, जस्तै तपाईँ घरबाट निस्किनु भयो, चौकमा पुग्नु भयो, अनि गाडी युज मोटरसाइकल युज गर्नुभयो, अब मोटरसाइकल युज गर्नुभयो, जस्तै इनड्राइभको युज गर्यो या पठाउको युज गर्यो, अनि चाहिँ हाम्रो ठाउँमा पुग्यो। अनि ठाउँमा पुगेपछि ढोकाबाट जुत्ता निकाल्यो, त्यसपछि उसको रुममा छिर्यो, त्यसपछि चाहिँ अगाडिको प्रोसेस त्यहाँ गएर फेरि बोल्यो। त्यस्तै गरी एनालग सिग्नल ट्रान्सफर गर्नको लागि केही टर्म्सहरू हामीलाई बुझ्नुपर्छ। त्यो टर्म्सहरू बुझिसकेपछि तपाईले यो कुरा आफै लेख्न सक्नुहुन्छ। ल अब एनालग यहाँ बनेको छ, डिजिटलै भनिदियो भने के फरक पर्छ? जस्तै यहाँ डिजिटल सिग्नल कसरी ट्रान्समिट हुन्छ एक ठाउँबाट अर्को ठाउँमा, त्यसको चाहिँ फुल्ली यसरी बनाएर अनि चाहिँ यसको टर्महरू के छ सबै लेखेर अनि यसको एप्लिकेसन कहाँ हुन्छ भनेर लेख्नु भन्यो भने पनि लेख्न सक्नुहुन्छ। त्यति म बनाउँछु। अब त्यसको लागि हामीले सर्टेन टर्म्सहरू जानौँ, त्यसपछि फेरि यो क्वेसनतिर आउँला है। जस्तै हामीलाई सोर्स चाहियो, पहिला डाटा ट्रान्सफर हुने सोर्स चाहियो। जस्तै म बोले, यो के भयो? एउटा सोर्स भयो। ठिक छ भनेपछि तपाईले बोल्नु भयो, एउटा सोर्स भयो। अब यो माइक जुन छ, यो माइकले के गर्छ? मेरो आवाजलाई कन्भर्ट गर्दैछ हैन? भनेपछि एउटा मेरो इनपुट ट्रान्सड्युसर। ट्रान्सड्युसर भनेपछि के गर्छ? इनर्जीलाई कन्भर्ट गर्छ एउटा फर्मबाट अर्को फर्ममा। भनेपछि हाम्रो साउन्ड इनर्जीलाई यसले इलेक्ट्रिकल इनर्जीमा वायरमा कन्भर्ट गरेको छ। त्यसपछि इनकोडर। इनकोडर के हो त? इनकोडर के हो भने तपाईको जुन जस्तै यहाँ बोलिरहेछु नि, यो एनालग सिग्नल हो। अब एनालग सिग्नल हो, अब यसलाई चाहिँ डिजिटल सिग्नलमा यसरी डिजिटल सिग्नलमा कन्भर्ट गर्नेलाई इनकोडर के गर्दैछ? एनालगलाई यसले कन्भर्ट गर्दैछ डिजिटल सिग्नलमा। एनालग सिग्नललाई डिजिटलमा कन्भर्ट गर्ने इनकोडर। हेर त ई बाट आइरहेछ, ABCDE बुझ्यो? इनकोडर भने चाहिँ के भयो? एनालग सिग्नलबाट डिजिटलमा कन्भर्ट गरी त्यसलाई के भन्छ? इनकोडर। याद राख, हातमा लेख त, पेन छ हातमा लेख, के लेख? इनकोडर। जसले चाहिँ डिजिटल सिग्नललाई एनालगमा, यो लेख है, किन यो लेख तिमी, म यहीबाट हामी छुट्याउन सक्छौँ डिजिटल हो कि एनालग सिग्नल हो। त्यही भएर इनकोडर लेख, अहिले लेख भन्दैछु, लेखिहाल्यो।
यति आशा राखेँ म अगाडि बढेँ। अब आयो मोडुलेटर। मोडुलेटर के हो त? के हो मोडुलेटर? जस्तै यहाँबाट सिग्नल आउँछ नि, जस्तै यो बुलेट हेर्दैछ, पुरानो जमानाको बुलेट छ, यसलाई मोडिफाई गरेर यसरी राम्रो बुलेट हेर्नमा बनाएको छ पनि त्यो मोडिफिकेसन के। जस्तै यहाँ मोडिफाई गरेर तिम्रो यस्तो खालको वेभ आएको छ, यो वेभलाई हेल्दी बनाउनका लागि मोडुलेटरले के गर्दिन्छ, एकदम राम्रो तरिकाले 0-1 सिग्नललाई के गर्दियो, इरर या जति यसमा बाङगुटिङ यसरी थियो नि त्यो इररलाई रिमुभ गरेर रेक्ट्याङ्गुलर वेल एकदम राम्रो बनाइदियो, यसलाई मोडिफिकेसन गरेर राम्रो बनाइदियो। त्यो भयो कि हाम्रो मोडुलेटर। यति बुझ्यौँ। सोर्स भयो, हामी बोल्यौँ। ट्रान्सड्युसर, इनपुट ट्रान्सड्युसर भनेपछि इनर्जी कन्भर्ट गर्ने, साउन्डलाई हाम्रो इलेक्ट्रिकल इनर्जीमा कन्भर्ट गरेको छ। त्यसपछि आयो हाम्रो इन्कोडर। इन्कोडरले हाम्रो के अरे एनालग सिग्नललाई डिजिटल बनायो। मोडुलेटर जसले चाहिँ के गरेको छ, हाम्रो रिफाइन गर्ने काम गरेको छ। त्यसपछि आउँछ च्यानल। च्यानल भनेपछि जस्तै हामी बाटो गयो कलेज, बाटो गयो स्कुल, त्यो तिम्रो लागि च्यानल भयो। जस्तै पानी पाइपबाट ट्रान्सफर भइरहेछ भने त्यो चाहिँ एउटा च्यानलको रूपमा ल्याऊ भनेपछि हाम्रो इन्फर्मेसन के भइरहेछ, वायरबाट ट्रान्सफर भयो भनेपछि त्यो वायर के भयो, हाम्रो फाइबर वायर जुन नेटमा जुन जोडेको हुन्छ नि, त्यो अप्टिकल वायर हुन्छ, त्यो हाम्रो के भयो, एउटा च्यानलको रूपमा हामीले त्यसलाई लिन्छौँ। ठिक छ। त्यसपछि आउँछ डिमोडुलेटर अनि आउँछ डिकोडर। अब यो डिमोडुलेटर के हो त? अब यो वायर छ नि तिम्रो, यो वायरमा त धेरै खालको इन्फर्मेसन डाटाहरू आउँछ। अब तिमी यहाँ छौ, यहाँ तिमीलाई चाहिने डाटा योबाट आएको छानेर अनि तिमीलाई जुन यो मैले किन राखेको छु यो थाहा छ, यहाँबाट आएपछि यसले के गरिदिन्छ, जस्तै पिठोलाई हामी छान्छौँ नि, पिठो अनि राम्रो पिठो तल जान्छ, माथि चाहिँ बाँकी बस्छ नि, त्यस्तै गरी अब यसमा चाहिँ जुन काम लाग्ने हाम्रो डाटा छ त्यो आउँछ भनेपछि डाटा छान्ने काम कसले गरिदिन्छ, डिमोडुलेटरले गर्छ। त्यसपछि आउँछ डिकोडरमा। अब डिकोडरको काम के हो भनेपछि अब अघि हामीले के गरेको थियो, यस्तो खालको वेभलाई हामीले डिजिटलमा बनाएको थियो, एनालगलाई डिजिटलमा कन्भर्ट गरेको थियो हाम्रो इन्कोडरले। अब डिकोडरले के गरिदिन्छ, फेरि हाम्रो जुन डिजिटलमा आएको कोडलाई हामी एनालगमा हाम्रो कन्भर्ट गर्ने गर्छ। अनि चाहिँ यसमा भएको जुन इररहरू छ, यसमा भएको जुन इरर छ त्यो इररलाई पनि रिमुभ गर्ने काम कसले गर्छ, हाम्रो डिकोडरले गर्छ। भनेपछि ABCDE, यो ABCDE मा हेर त, यो ई इन्कोडर भन्ने सुरु इनपुटतिरको छ। अब यो च्यानल पछि हाम्रो डिमोडुलेटर, त्यसपछि के आएको छ, डिकोडर। भनेपछि जुन ABCD छ 1 2 3 4 नम्बरमा तर आएको छ लास्टतिर, यो छ 5 नम्बरमा तर सुरुमा आएको छ। इन्कोडरले के गर्छ, एनालगलाई डिजिटलमा अनि हाम्रो डिकोडरले डिजिटललाई एनालगमा कन्भर्ट गर्छ। यो याद राख्नु। फेरि ट्रान्सड्युसरले इनर्जी कन्भर्ट गर्नु आउटपुटतिर छ, त्यही भएर यसले चाहिँ जुन डिजिटल सिग्नल आएको हुन्छ नि, एनालग सिग्नल, यसलाई चाहिँ स्पिकरद्वारा भनेपछि इनर्जी ट्रान्सफर गरिदियो। हाम्रो यो इलेक्ट्रिकल इनर्जीलाई फेरि हाम्रो यो चाहिँ साउन्डको रूपमा स्पिकर भयो भने साउन्डको रूपमा यसले काम गर्यो। अब आउटपुटको रूपमा त्यस्तै तिमीले भिडियो आयो भने भिडियो, अडियो भने अडियो, टेक्स्ट आएको छ भने टेक्स्ट, त्यसलाई चाहिँ कन्भर्ट गर्ने काम यो आउटपुट सिग्नलभित्र अडियो भिडियोहरू पर्न गयो। अब तिमी बुझ यु फर्स्ट क्वेसनको एन्सर जुन अगाडि क्वेसन हेरेको थियो, एनालग कसरी काम गर्छ, यो तिमीहरूको टर्म्सहरू भयो। यति टर्म्स हुन्छ, डिकोडर, इन्कोडर, ट्रान्सड्युसर, च्यानल, मोडुलेटर, यिनीहरू सोर्स के अरे टर्महरू भयो। अब यो टर्महरू जोडेर हामी के गरिदिन्छौँ भनेपछि एनालग बनाउँछ। भने सबैको ध्यान एकचोटि यसरी हात रब गर, सबैजना रब गरौँ। रब गरेपछि हामी तातो हुन्छ कि चिसो छ नि अहिले, रब गरौँ। ए मेरो भैया, ए मेरो बबुआ, ए मेरो भगनिया, हात रब गर न यसरी, गर। त्यसपछि फेरि हामी अगाडि बढौँ। अब तिमीहरूलाई यो चाहिँ सिक्नै पर्छ, सबैको ध्यान फुल फोकस तरिकाले यहाँ हुनु पर्यो। अब एनालगमा हामीलाई सिक्नुपर्छ, एनालगमा कसरी हुन्छ, डिजिटलमा कसरी हुन्छ भनेपछि अब एनालग यो छ, डिजिटल यो छ। अब हेर, डिजिटलमा इन्कोडर, यो डिजिटल छ नि,
डिजिटल कम्युनिकेसनमा इन्कोडर डिकोडर आउने भयो। यसमा चाहिँ हाम्रो जुन एनालग हुन्छ नि यसलाई चाहिँ एकचोटि डिजिटलमा इन्कोडर कन्भर्ट गर्छ, फेरि डिकोडरले जुन डिजिटलमा आएको हुन्छ नि डाटा त्यसलाई चाहिँ हामी फेरि एनालगमा कन्भर्ट गर्ने काम गर्छ। यति फरक छ। यसमा चाहिँ कन्भर्ट गर्दैन, एनालगलाई एनालग नै पठाइदिन्छ। यसमा चाहिँ एनालगलाई डिजिटल फेरि डिजिटललाई एनालग लास्टमा गर्छ। फर्स्टमा एनालगलाई डिजिटल बनाउने भयो, लास्टमा आएर डिजिटललाई एनालग बनाउने गर्छ यो डिकोडरले। यो चाहिँ डिजिटल कम्युनिकेसन सिस्टममा हुन्छ। एनालग कम्युनिकेसन सिस्टममा पहिला सोर्स चाहियो, मैले बोलेँ भर्खर गरेँ मैले होइन, भर्खर गरेँ अनि भर्खर गर्दा गर्दै यो के भयो सोर्स भयो भनेपछि एनालग इनपुट भयो। अब ट्रान्सड्युसर हुन्छ, मेरो साउन्ड इनर्जीलाई यसले इलेक्ट्रिकल वेभको रूपमा कन्भर्ट गर्यो, यो चाहिँ ट्रान्सड्युसरले। त्यसपछि आयो जुन वेभ, त्यो वेभ आयो यसरी बाङ्गोटिङको। अब यो वेभलाई एकदम प्रोपर साइन वेभको रूपमा यसरी राम्ररी बनाइदियो, जुन चाहिँ मोडिफिकेसन गर्यो नि यो भनेपछि यो मोडुलरले काम गरेको छ। अब यो मोडिफिकेसन त गरिदियो वेभ, अब त एक ठाउँबाट अर्को ठाउँमा पुगाउनु पर्यो भनेपछि हामीलाई केही मिडियम चाहियो। मिडियमलाई नै हामी के भन्छौँ च्यानल भन्छौँ। यो चाहे त्यो वायरबाट होस् चाहे वायरलेस तरिकाले हामी त्यसलाई चाहिँ पठाउँ भन्छ, यो हो च्यानल। त्यसपछि आयो डिमोडुलेटर। यहाँबाट त थुप्रै सिग्नल, अब हाम्रो एउटा पर्सनल त छैन, एउटा वायर मात्रै छ, एउटा वायरबाट त सबैले बोलिरह्यो होला। हेलो कस्तो हुनुहुन्छ, म पढिरहेको छु, अहिले पछि फोन गर्नु, पछि मेसेज गर्नु भन्छौ नि भनेपछि त्यो त सबैले कहीँ न केही कुरा गरिरहेको होला। तिमीले पाएको छैनौ, अरूले त गरिरहेछ नि, भइहाल्यो नि। अब तिमीले के गर्दैछौ भनेपछि धेरैले कुरा गर्दैछौ भनेपछि अब तिमीले पठाएको कुरा त यहाँ पुग्नु पर्यो। अब यहाँबाट छान्नु पर्यो, धेरै कुराहरू आछ भने डिमोडुलेटरले तिमीले चाहेको कुरा छान्छ। अनि चाहिँ त्यसपछि ट्रान्सड्युसरले हाम्रो जुन इनर्जी हुन्छ वेभ इनर्जी, इलेक्ट्रोम्याग्नेटिक वेभ इनर्जी छ या इलेक्ट्रिकल इनर्जी छ, त्यसलाई चाहिँ हाम्रो चाहेको इनर्जी चाहे साउन्ड होस् भिडियो होस् त्यसमा चाहिँ कन्भर्ट गर्छ अनि आउटपुट मेसेज हाम्रो कहाँ पुग्छ। अब यसमा तिमीले के हेर्दैछौ, इन्कोडर डिकोडर हेरेको छैनौ। इन्कोडर डिकोडर भएन भने त्यो चाहिँ हाम्रो एनालग कम्युनिकेसन सिस्टमभित्र पर्न गयो। अब भन त तिमीहरू लेख्न सक्छौ कि सक्दैन, भन लेख्न सक्छौ कि सक्दैन। तिमीहरूले मेसेजमा के तिमीहरूलाई लागिरहेको छ भन्नु पर्यो कि कमेन्टमा, दा यस्तो गर्नु पर्यो, यो गर्नु पर्यो, यो चाहियो, अनि त म फिल गर्छु नि। एकतर्फा प्यार अच्छा नहीं होता, दुईतर्फा प्यार भयो भने मजा आउँछ, रमाइलो हुन्छ लाइफ। त्यही भएर उताबाट पनि रिस्पोन्स आउनु पर्यो कि मलाई थाहा होस् कि म के गर्छु अझै भने कुन स्टेपहरू गरे भने तिमीहरूको लागि राम्रो हुन्छ है। अब हामी आयो डिजिटल कम्युनिकेसन। अब तिमीले यसलाई लेख्न सक्छौ, इनपुट सोर्स केलाई भन्छौ, इनपुट केलाई भन्छौ, इनपुट ट्रान्सड्युसर के हो, मोडुलेटर के हो, च्यानल के हो, के अरे डिमोडुलेटर को हो, आउटपुट ट्रान्सड्युसर के हो। अब मेसेज हेर है, यो च्यानलको यता आइसकेपछि यहाँबाट हामीले बोलिरहेको छ भनेपछि इनपुट दिइरहेको छ, यताबाट जाँदाखेरि यो आउटपुटतिर जान गयो भनेपछि जस्तै यहाँ तिम्रो एउटा राउटर भयो, यहाँ तिम्रो एउटा राउटर छ अनि यहाँबाट यहाँ एउटा राउटर छ, सबै राउटर भित्र यो सबै लागेको छ अनि यहाँबाट हामी पठाउँछौँ। यहाँतिर अर्को राउटर छ भनेपछि यो तिम्रो घरको राउटर हो, यो चाहिँ अर्को घरको साथीको राउटर छ। यतातिरको च्यानलको यतातिरको सबै चाहिँ तिमी इनपुटतिर भयो, यता आउने बित्तिकै रिसिभरतिरको भयो। रिसिभर जसले रिसिभ गर्छ नि तिम्रो मेसेज तिम्रो साथीतिरको भयो भनेपछि साथीतिरको फर्स्टमा आउने कुरा के छ, डिमोडुलेटर। दुईटैमा डिमोडुलेटर फर्स्टमा आएको छ, च्यानल पछि के आएको छ डिमोडुलेटर, यो याद राख्नु होला। अब एनालग भइहाल्यो, डिजिटलमा हेर्यौँ। डिजिटल पनि केही छैन, अब हामी इन्फर्मेसनको सोर्स या इनपुट दियौँ, त्यसपछि इन्कोडरले के गरिदिन्छ हेर, हामीले बोल्यौँ भनेपछि यसले यस्तो वेभ छ, यसलाई चाहिँ हाम्रो कन्भर्ट गरिदिन्छ, यसले डिजिटलमा यसरी रेक्ट्याङ्गुलर सेपमा कन्भर्ट गरिदियो, 0 1 मा यसले कन्भर्ट गर्यो।
मोडिफिकेसन यसमा बाङ्गो छ यो देखिरहेको छु, यसलाई चाहिँ अझै यसले के गरिदिन्छ मोडिफिकेसन गरेर रेक्ट्याङ्गुलर एकदम राम्रो तरिकाले, किनभने धेरै टाढासम्म पुगाउनु छ भने मोडुलेटर मोडिफिकेसन गर्यो। त्यसपछि च्यानल, अब वायरबाट के भयो डाटा ट्रान्सफर भयो, डिमोडुलेटर कहाँ आयो, डिमोडुलेटर अब त वायरमा धेरै डाटा छ, यसमा चाहिने जुन ओरिजिनल डाटा हुन्छ त्यसले चाहिँ यसले लिन्छ। अब यो लिएपछि डिकोडर चाहियो, यहाँ त डिजिटल सिग्नल आएको, हामी डिजिटल बनाइसकेको छ नि। अब डिजिटल जुन सिग्नल छ, यसरी डिजिटल सिग्नल छ, त्यो डिजिटल सिग्नललाई अब यसले फेरि के गरिदिन्छ, हामीले चाहिने एनालगमा यसले कन्भर्ट गर्छ। अनि एनालगमा कन्भर्ट गएपछि अब यो त वेभ हो, अब वेभलाई चाहिँ इनर्जी हो, वेभ इनर्जीलाई अब यो इनर्जी छ नि वेभ इनर्जी, यसलाई चाहिँ कन्भर्ट गर्छ अब साउन्ड इनर्जीमा, या हाम्रो भिडियो छ भिडियो फर्ममा, जुन चाहिँ आउटपुट भयो। अब यसमा डिजिटलमा आयो भने चाहिँ इन्कोडर डिकोडर, अब यो तिमीहरूले लेख्न सकिहाल्यो सजिलो तरिकाले। अब तिमीलाई यहाँ क्वेसनमा के भनेको थियो, अब एक्सप्लेन द ट्रान्समिसन अफ एनालग सिग्नल विथ कन्सेप्ट के अरे कन्सेप्ट म्याप, यो जुन म्याप छ त्यो अनुसार लेख। यसमा हेर त इन्कोडर डिकोडर छैन, यसमा चाहिँ इनपुट हाल्ने, ट्रान्सड्युटर हाल्ने, मोडिफाई गर्ने, अब कुनै पाइप या वायरबाट जसरी पानी पठाउँ त्यसरी नै हामी पठायो, त्यसपछि डिमोडुलेटर गर्यो, त्यसपछि ट्रान्समिट गर्यो, अनि त्यसपछि चाहिँ ट्रान्सड्युसरले इनर्जीलाई कन्भर्ट गर्छ, अनि हामी आउटपुट मेसेज पाउँछौँ। त्यसकै बारेमा एउटा जुन मैले भनेछु त्यो लेखेको छ। कुनै एउटालाई यसलाई चाहिँ फलो गर्नु होला, त्यसपछि चाहिँ हामी यो चाहिँ बनाउन सक्यो हामी डिजिटल एनालग। अब हेर एउटा एमसीक्यू यो सोध्न सक्छ, हेर which one of the following is the group of variable in correct order among the step of digital signal transmission। अब हामीलाई डिजिटल सिग्नल जुन ट्रान्समिट गर्नु छ नि, फर्स्टमा के गर्नु पर्यो भने चाहिँ पहिला सोर्सबाट सुरु हुनु पर्यो, सोर्समा जानु पर्यो, त्यसपछि के हुनुपर्छ ट्रान्सड्युसर हुनु पर्यो भनेपछि यति कुरा हेर त कहाँ छ। अब हेर सोर्स पछि इन्कोडर छ भने चाहिँ यसलाई काट्दिने हुन्छ, सोर्स पछि ट्रान्सड्युसर, सोर्स पछि यो दुईटा कुरा ठिक छ। ट्रान्सड्युसर भइसकेपछि अब यो डिजिटल बनेको छ, त्यही भएर हामीलाई यसमा इन्कोडर नै हाल्नुपर्छ। अब सोर्स इन्कोडर यो डिकोडर छ, डिकोडर त मैले के भने थिएँ ABCDE, पहिला इन्कोडर हुनु पर्यो, त्यसपछि पछाडिको डिकोडर हुनु पर्यो। इनपुटमा पहिला इन्कोडर थियो, लास्टमा आएर डिकोडर थियो भनेपछि यसमा हेर त फर्स्टमै डिकोडर राखेको छ भनेपछि यसलाई पनि काट्न पायो। अब रह्यो हामीसँग दुईटा, अब ट्रान्सड्युसर पछि इन्कोडर छ। अब इन्कोडर भइसकेपछि अब इन्कोड गर्यो, डिजिटल बनायो सिग्नललाई, अब मोडिफाई पनि गर्नुपर्छ भने मोडिफिकेसनतिर जानु पर्यो। अब मोडिफिकेसन, अब हेर मोडुलेसन यसमा छ, डिमोडुलेसन त च्यानल पछि आएको थियो भने यसलाई पनि काट्न पायो भने अप्सन नम्बर 3। त्यसपछि च्यानल आएको थियो, त्यसपछि हाम्रो यो डिमोडुलेटर आएको थियो, हेर त डिमोडुलेटर, त्यसपछि अब डिमोडुलेटर पछि डिकोडर आयो, डिकोडर आएपछि हाम्रो ट्रान्सड्युसर आउँछ। यसरी चाहिँ हाम्रो डिजिटल सिग्नल चाहिँ काम गर्छ। यो चाहिँ याद राख्नुपर्छ है, प्लिज बबुवा एन्ड फगुनियाजहरू याद त गर्नुपर्छ। यो चाहिँ एकचोटि दुईचोटि कपमा लेख्नु होला। मैले नि आइसिटी पढाएको थिएन कि आज, साँच्चै भन्दाखेरि मेरो पालामा छँदा पनि थिएन, भयो भने म पढ्दैन थिएँ होला साँच्चै भने। त्यही भएर तिमीहरूले यसलाई चाहिँ एउटा कपीमा, यो चाहिँ होमवर्कको रूपमा ले एउटा कपीमा चाहिँ बनाऊ। यो ग्राफ चाहिन्छ, यही ग्राफबाट धेरै क्वेसन आउँछ, एनालगको सोध्यो, डिजिटलको सोध्न सक्छ। अब यसको कुन तरिकाले हामी जस्तै यसको प्याटर्न चाहिँ यो पछि यो आएको छ, त्यो प्याटर्न सोध्न सक्छ भनेपछि यो एनालग अनि यो हाम्रो के अरे डिजिटलको यो कम्युनिकेसनको बनाऊ है कपीमा। यति चाहिँ मेरो हम्मल रिक्वेस्ट छ। अब दाइले भनेपछि त बनाउनै पर्यो हैन त, बनाऊ कि हान्दिनु। त्यसपछि 4-5 मार्क्सको सवाल छ केटा हो, अनि मेरो बहिनी हो भने। अब त्यस्तै गरी स्टडी द फिगर, एन्सर द फलोइङ क्वेसन। हेर त एनालग सिग्नल छ, त्यसपछि ट्रान्समिट भन्छ इनर्जीलाई कन्भर्ट गरेको छ। अब यो साउन्ड इनर्जीलाई यो इलेक्ट्रिकल इनर्जीमा कन्भर्ट गर्छ। त्यसपछि मिडिया भन्छ त्यही च्यानल हो, भन्छ यो पाइपको कुरा आएको छ नि, त्यही च्यानललाई भनेको छ। त्यसपछि रिसिभर छ, भन्छ डाटा रिसिभ गर्यो अनि चाहिँ डिजिटल सिग्नल छ भनेपछि यो के हुन गयो, यो के हो ट्रान्सड्युसर, के अरे ट्रान्सड्युसर छ,
डिकोडर इन्कोडर छैन भने यो सिधै एनालग भित्र हालेर यसलाई कम्प्लिट गर्नु होला। यसमा चाहिँ के हुन्छ राइट एनी टु एक्जाम्पल विच एबभ टेक्नोलोजी कहाँ युज गर्न सक्छौ यो टेक्नोलोजीको मेसेजहरू पठाउनु छ कल गर्नु छ भने त्यहाँ ठाउँमा युज गर्नु छ। जस्तै ब्याङ्क एकाउन्टहरूको अब ट्रान्सफर गर्नु छ पैसाहरू बिलहरू पे गर्नु छ भने त्यहाँ युज गर्न सकियो। त्यसपछि वाट द फङ्सन अफ ट्रान्समिटर एन्ड रिसिभर। यो ट्रान्समिटर हुन्छ नि यसले के गर्छ इनर्जीलाई कन्भर्ट गर्छ। जस्तै साउन्ड इनर्जीलाई इलेक्ट्रिकल इनर्जीमा कन्भर्ट गर्ने या अब यहाँ के लेखेको छ पक्कै द फङ्सन अफ कन्भर्ट इलेक्ट्रिकल इनर्जी इन्टु इलेक्ट्रोम्याग्नेटिक इनर्जी। यहाँ इनर्जी कन्भर्ट गर्ने काम गर्छ ट्रान्समिटरले यति लेख्नु पर्यो। रिसिभरको काम के हो जसले रिसिभ गर्छ। अब तिम्रो साथीतिर कुनै डाटा रिसिभ गर्यो त्यसले एनालगलाई डिजिटल बनाउने भयो करेक्सन गर्ने भयो इररहरू त्यही त गर्छ अरू त के गर्ने हो र। त्यही भएर यो पिडिएफ म हाल्छु त्यसपछि गर। त्यसपछि एनालग कम्युनिकेसन अनि डिजिटल कम्युनिकेसन। यो जस्तै गरी एनालग सिग्नल डिजिटललाई हामी छुट्याएको थियो नि। एनालगमा तपाईँको साइन वेभको रूपमा डाटा ट्रान्सफर भयो डिजिटलमा डिस्क्रिट या बाइनरी कोडको रूपमा डाटा ट्रान्सफर भएको थियो। हामी के अरे एनालगलाई लङ डिस्टेन्ससम्म ट्राभल गर्दाखेरि हाम्रो लसहरू हुन्छ डिग्रेड हुने गर्छ डाटा। हाम्रो डिजिटलमा डिग्रेड हुँदैन लङ टर्मसम्म ट्रान्सफर गर्न सक्छौँ सजिलै तरिकाले। त्यस्तै गरी अब डिजिटल कम्युनिकेसनको इक्जाम्पल लेखिदिँदा हुन्छ। एनालगको इक्जाम्पल लेख्दा जस्तै म बोलिरहेको छु या कुनै हिट सेन्सरहरू जसले हिट अब्जर्भ गर्छ। त्यसपछि तिमी के लेख्छौ भने चाहिँ एनालगमा मैले अब वेभ हेर्छु यसरी वेभ हेर्छ भने चाहिँ यो 0 बाट प्लसदेखि नेगेटिभसम्म गएको छ। यसमा चाहिँ टाइमको रिस्पेक्टमा यो चाहिँ चेन्ज भइरहेको हुन्छ। हेर न यसको एम्प्लिट्युडहरू पनि चेन्ज भएको छ। यसमा चाहिँ 0 बाट सुरु हुन्छ भने दुईटा पोइन्टमा नै भ्यालु घुमिरहेको हुन्छ 0 1 0 1 यसरी भ्यालु घुमिरहेको हुन्छ। त्यही कुराहरू त लेखेको छ अरू केही लेखेको छैन। जस्तै डिजिटल सिग्नल पढ्यो नि त्यस्तै गरी डिजिटल कम्युनिकेसन या एनालग सिग्नल जस्तै एनालग कम्युनिकेसन लेखेको त्यो दुईटैलाई कम्पेयर गरेर पढिहाल्छ। त्यसपछि यहाँ हेर के भनेको छ मस्त क्वेसन सोधेको छ मस्त के भनेको छ व्हिच अफ द फलोइङ इज द फर्स्ट स्टेज टुवार्ड सिग्नल रिसिभर। हाम्रो यहाँ बिचमा के थियो च्यानल थियो यसरी आएको थियो यसरी गएको थियो। यहाँ के थियो च्यानल थियो जुन पाइप जस्तो मैले बनाएको थियो। अब च्यानल त थियो अब च्यानल यहाँ के भनेको छ रिसिभर साइडमा यहाँ मैले के भनेको थिएँ एउटा फर्स्ट स्टेजमा के हुन्छ रिसिभर पछि यो के कहाँ जान्छ पहिला जसले चाहिँ यहाँबाट धेरै डाटाहरू आउँछ अनि यहाँबाट डाटा त चुज गर्नु पर्यो अनि अगाडि पठाउनु पर्यो काम लाग्ने त्यो कसले काम गर्छ डिमोड्युलेटरले काम गर्छ। सकिगयो यो रिसिभर साइडको यो रिसिभ गर्छ नि तिम्रो साथी यहाँ राउटर छ रिसिभ गर्छ तिमीले पठाएको यहाँ डाटा भनेपछि त्यो रिसिभर साइडको फर्स्ट स्टेज हाम्रो डिमोड्युलेटर हुन गयो। त्यस्तै गरी ट्रान्समिसन अफ डिजिटल सिग्नललाई ट्रान्समिट गर्दाखेरि हामीले दुईवटा तरिका छ एउटा बेस ब्यान्ड एउटा ब्रोड ब्यान्ड ट्रान्समिसन एउटा बेस ब्यान्ड एउटा ब्रोड ब्यान्ड। अब अघि नै हामी बुझिसक्यौँ कि जस्तै यहाँ डाटा ट्रान्सफर गर्न हामीले कुनै वायरबाट या वायरलेस तरिकाले हामी गर्छौँ। अब वायरबाट गर्न या वायरलेसबाट गर्नको लागि हामीले जस्तै हेर टु डिफरेन्ट अप्रोच फर द डाटा ट्रान्समिसन अफ डिजिटल सिग्नल ट्रान्समिसनको लागि हामी ट्रान्सफर गर्नको लागि दुईटा मेथड छ एउटा छ बेस ब्यान्ड एउटा छ ब्रोड ब्यान्ड ट्रान्समिसन दुईटा। अब बेस ब्यान्ड भनेपछि अब हामीले सिग्नललाई चेन्ज नगरिकन सिग्नललाई विदाउट चेन्ज गरिकन हामीले ट्रान्सफर गरिरहेछौँ भने त्यो चाहिँ हाम्रो के हुन गयो बेस ब्यान्ड ट्रान्समिसन हुन गयो। बेस ब्यान्ड ट्रान्समिसन मिन्स द ट्रान्समिसन अफ बच्चाहरू पकाए पढ्दै गर एकछिन पकायो बच्चाहरूलाई मलाई थपाउनु भयो। हेलो अहिले नगर मलाई पढाउन देऊ त्यो दिदीहरूले मार्छ दाइहरूले है मलाई पढाउन देऊ अनि खेल है तिमीहरू नि पढाउने हो
ल अब हामी के गर्दै थियौँ बेस ब्यान्ड ट्रान्समिसनको कुरा गर्दैछ। अब बेस ब्यान्ड ट्रान्समिसनको अब सिम्पल एउटा डेफिनेसन बुझिहालौँ कि तिमीहरूलाई इक्जाममा सोधिदियो भने लेख्न सक्छौ है, डेफिनेसनहरू सोध्न सक्छ, त्यही भएर थाहा हुनुपर्छ। बेस ब्यान्ड ट्रान्समिसन मिन्स के हुन्छ भने ट्रान्समिसन अफ डिजिटल सिग्नललाई ट्रान्समिट गर्ने हो थ्रु अ च्यानल, एउटा कुनै केबलबाट डिजिटल सिग्नललाई ट्रान्सफर्मर गर्ने विदाउट कन्भर्जिङ डिजिटल सिग्नल इन्टु एनालग सिग्नल। जुन डिजिटल सिग्नल छ नि, जुन डिजिटल सिग्नल छ, यो डिजिटल सिग्नललाई हामीले एनालग सिग्नलमा कन्भर्ट नगरिकन यदि त्यसलाई हामी ट्रान्सफर गर्यो, ट्रान्समिसन गर्यो भने त्यो चाहिँ बेस ब्यान्ड ट्रान्समिसन भित्र पर्छ। अब जस्तै यो भित्र जस्तै यहाँबाट मैले किबोर्डबाट सर्टेन भ्यालुहरू या के कुरा लेख्यो भने अब यहाँ चाहिँ ट्रान्सफर हुन्छ नि, यहाँबाट हामी डिजिटल सिग्नल पठाउँछौँ, यो वायरबाट गएर अनि यो कम्प्युटरमा जान्छ अनि यहाँ चाहिँ टाइप हुन्छ भने यसमा डिजिटल पठाउँछौँ, डिजिटल नै गयो भने चाहिँ त्यस्तो टाइपको ट्रान्समिसनलाई हामी बेस ब्यान्ड ट्रान्समिसन भन्छ, जुन चाहिँ हेर त सर्ट टर्म सानो दूरीको लागि हुने गर्छ, यसैलाई हामी बेस ब्यान्ड भन्छौँ। अब आउँछ हाम्रो यो ब्रोडब्यान्ड ट्रान्समिसन। ब्रोडब्यान्ड ट्रान्समिसन भने जुन यो वायरहरू बिचमा मान्छे नि छ क्या, यो उर्गया पंक्षी जुन एकदम ठुलो वायरहरू हेर्दैछौँ नि हाम्रो बिजुलीको बत्तीमा या वाइफाईको धेरै टाढा, जस्तै यहाँबाट हाम्रो डाटा अमेरिका लन्डन धेरै टाढाको साथीहरूसँग कुरा गर्नु छ भने हामी त्यो बेला डाटा ट्रान्सफर गर्नको लागि हामीले ब्रोडब्यान्ड ट्रान्समिसन युज गर्छौँ। अब ब्रोडब्यान्डमा के हुन्छ हेरौँ, यो लङ डिस्टेन्सको लागि युज हुन्छ। जस्तै वाइफाई कनेक्सन टिभीहरूको सर्भिसहरू छ, त्यसमा चाहिँ कनेक्ट गरेको यो वायरहरूमा यो ट्रान्समिसन हुने डाटा ब्रोडब्यान्ड ट्रान्समिसन हो। यसमा के गर्छ भने ट्रान्समिसन अफ डिजिटल सिग्नल टु च्यानल, यो च्यानल छ यसमा डिजिटल सिग्नल के गरिदिन्छ, यस्तो रेक्ट्याङ्गुलरवाला सिग्नल के गर्छ ट्रान्सफर गर्यो आफ्टर कन्भर्जिङ डिजिटल सिग्नल इन्टु एनालग सिग्नल। अब यसमा के हुने भयो, कन्भर्ट गर्ने भयो डिजिटलबाट एनालग सिग्नलमा। यसमा चाहिँ के हुन्छ मोडुलेसनको रिक्वायर्ड हुन्छ, मोडिफाई गर्नुपर्छ सिग्नललाई, किनभने ट्रान्सफर गर्दाखेरि एउटाबाट अर्कोमा या टाढासम्म गर्दाखेरि एक्युरेसी घटिहाल्छ, त्यो एक्युरेसी बढाउनको लागि हामीले मोडुलेटरको युज गरेको हुनुपर्छ। मान्छे जबसम्म हामी एकदम टाढासम्म जाँदाखेरि गाडी चढ्नुपर्छ नि, त्यस्तै गरी टाढासम्म हामीलाई जानु पर्यो भने हामीले नामै छ ब्रोडब्यान्ड ट्रान्समिसन युज गर्छौँ। यो युज हुन्छ हाम्रो टिभी वाइफाई यिनीहरूमा युज गरेको हुन्छ। अब यसमा चाहिँ सिग्नललाई चेन्ज गरेको हुन्छ, सिग्नल चेन्ज गरेपछि धेरै टाढासम्म पुगाएपछि यसमा केही इरर आउन सक्छ, त्यही भएर यसमा हाम्रो मोडुलेसनको युज गरेको हुन्छ, जसले मोडिफाई गर्ने काम गरेको थियो नि। त्यसपछि एडभान्टेज अफ डिजिटल ट्रान्समिसन के छ, एडभान्टेज डिजिटली ट्रान्समिसनको डाटाहरू ट्रान्सफर हुँदैछ नि त्यसको चाहिँ के छ एडभान्टेज। अब डाटा डिजिटल ट्रान्समिसन जुन चाहिँ डिजिटली ट्रान्समिट भइरहेछ डाटामा के हुन्छ भने चाहिँ जुन एक्युरेसीहरू छ नि त्यो चाहिँ घट्दैन के, भेरी लेस तरिकाले हाम्रो के हुन्छ इफेक्टहरू कुनै खालको नोइज, जस्तै हामी जुन डाटा जहाँ जस्तै फोनमा बोलिरहेछ नि जे बोल्छ नि त्यही सुन्छ नि भनेपछि एकदम एक्युरेट डाटा ट्रान्सफर हुने गयो, यही चाहिँ डिजिटल ट्रान्समिसनले गर्दाखेरि। त्यस्तै गरी यो चाहिँ सस्तो अनि इजी तरिकाले ट्रान्सफर हुन्छ। यसको जुन जस्तै अब यहाँ हामीले बोलिरहेछौँ नि, अब यो चाहिँ जब डाटा ट्रान्सफर हुँदाखेरि हामी एनालगमा बोल्यो डिजिटलमा कन्भर्ट गरेपछि च्यानलबाट गयो नि, अब यो चाहिँ डाटा ट्रान्सफर गर्दाखेरि यसमा सर्किट डिजाइनहरू हुन्छ जुन चाहिँ इजी हुन्छ क्या, यसमा चाहिँ हाम्रो डिजिटल ट्रान्सफर। अब सिग्नल ओभरल्याप या क्रस टक हुनु पनि एकदम लेस सम्भव हुन्छ क्या, एकदमै कम भनौँ न। जस्तै क्रस टक, अब 2-3 जनाले कुरा गर्दैछ, तपाईँले पनि बोलेको उसले पनि बोलेको मर्ज हुँदैन क्या, क्रस टक हुँदैन। त्यस्तै गरी प्रोपर्टिज अफ डिजिटल सिग्नल डज नट चेन्ज इन नर्मल, यसको जुन प्रोपर्टी छ नर्मल कन्डिसनमा चेन्ज हुँदैन। त्यसपछि अब यसको सिक्युरिटी पनि राम्रो हुन्छ एट द रिस्पेक्ट अफ एनालगको कम्पेयरमा है। अब यसमा चाहिँ सिन्स कोड्स फर फाइन्डिङ अनि यसमा
इररहरू जुन हुन्छ नि, जस्तै मोडुलेसनको कुरा गर्छ, जसले चाहिँ मोडिफाई गर्छ नि, अब डिजिटल सिग्नललाई सजिलो तरिकाले मोडिफाई गरेर हामीलाई प्योर बनाएर फेरि हामीले बिग्रेको सिग्नल पनि जुन अलिअलि बिग्रेको हुन्छ त्यसलाई मोडिफाई गरेर फेरि हामीलाई राम्रो तरिकाले दिने भयो। यति चाहिँ एडभान्टेज हामी बुझ्नुपर्छ। त्यसपछि एउटा अगाडि पालिको जुन एसीमा ए प्लस ल्याएको थियो, अहिले सेन्ट जेभियर स्कलरसिपमा पढिरहेको थियो, त्यसको एकदम मन छुने कुरा भन्नुभएको थियो जुन चाहिँ तिमीहरूलाई जान्नु एकदम जरुरी छ। उसले के भन्दै एउटा सानो वान मोरको कन्सेप्टले उसलाई चाहिँ ए प्लस अनि इन्ट्रान्समा पनि स्कलरसिपमा नाम निकाल्न सफल भएको थियो क्या। वान मोरको कन्सेप्टले गर्दाखेरि त्यो के हो भनेर तिमीहरूलाई मलाई अलिकति भन्नु छ क्या। तिमीहरू जस्तै अहिले तिमीहरू पढिरहेछ नि, अगाडि पालि यही 10 क्लासमा मोनिका नामको एउटा पुवर फ्यामिलीमा जन्म भएको अनि आमा पनि बित्नु भएको थियो, त्यो बहिनी थियो। अब उसँग अहिले जस्तै तिमी मोबाइलमा हेर्दैछौ नि, मोबाइल पनि थिएन क्या उसँग, इन्टरनेटको कुरा थियो। अब खाने बस्ने गाह्रो भएको मान्छेलाई त्यो मोबाइल नै थिएन, इन्टरनेटको कुरा थिएन, तर उसँग एउटा बेस्ट फ्रेन्ड थियो क्या, जोसँग इन्टरनेट पनि थियो, मोबाइल थियो, इन्टरनेट थियो। जुन तिमीहरू ओल्ड इज गोल्ड किन्छौ, टेक्स्ट बुक किन्छौ अनि सोलुसन किन्छौ, सबै कुरा थियो, एभ्रिथिङ थियो। भनेपछि उसको बेस्ट फ्रेन्ड भएको कारणले उसले चाहिँ मोबाइलमा युट्युबबाटै कुनै ट्युसन सिसन लिएको थिएन, युट्युबबाटै पढ्थे। त्यसपछि चाहिँ उसलाई एक्सपेक्ट पनि थिएन मेरो एसीमा ए प्लस आउँछ, मैले इन्ट्रान्समा पनि नाम निकाल्छु भनेर। यो कुरा मैले कहिले थाहा पाएँ भने चाहिँ जस्तै मैले क्लास लिन्छु नि, अब इन्ट्रान्सलाई पढाउँथेँ पहिला पेड क्लासहरू युट्युबमा नि, अनि उसको नाम निस्किएपछि उसले चाहिँ मेसेज गरेको थियो अनि हाम्रो कुरा आउँदाखेरि भनेको थियो दाइ मैले त एक्सपेक्टै गरेको थिएन ए प्लस आउँछ भनेर क्या, अनि सेन्ट जेभियरमा नाम निस्किन्छ। अनि मैले सोधेँ यस्तो केही त तिमीलाई लाग्यो होला नि, यति लाइफ आयो जसमा चाहिँ केही कुरा होला नि कि तिम्रो भाइहरूलाई बहिनीहरूलाई भन कि यस्तो के कुरा छ कि तिमीले यो गर्न सफल भयो है। अनि उसले के भन्छ भने जस्तै एउटा ढुङ्गा छ त हेर्नु, यहाँबाट पानी मैले 1 थोप्ला झारेँ 2 थोप्ला झारेँ, त्यसपछि यो ढुङ्गालाई त केही फरक पर्दैन होला, तर सधैँ 1 थोप्ला 2 थोप्ला झरेको गऱ्यो भने यो ढुङ्गा त खिन थाल्छ, 1 वर्ष झार यो ढुङ्गा खिन थाल्छ। त्यस्तै गरी जस्तै मैले पढिरहेको थिएँ म्याथको रिभिजन गरिरहेको थिएँ, त्यो बेला चाहिँ 1 मोर न्युमेरिकल भन्थे, एउटा बढी गर्थे, एउटा बढी क्वेसन गर्थे, एउटा रिभिजन गर्ने यति टार्गेट लिएको एउटा बढी च्याप्टर रिभिजन गर्थे। यो क्वालिटीले गर्दाखेरि मैले चाहिँ अहिलेसम्म केही गर्न सकेको छु, अनि पछि पनि म केही यही मेरो क्वालिटी रहिरह्यो भने म अझै राम्रो गर्न सक्छु भन्ने भनेको थियो। त्यही भएर यो जुन छ नि लेखेको स्मल स्टेप्स लिड टु बिग सक्सेस, सानो सानो प्रयासले गर्दाखेरि ठुलो सक्सेस हामी लिन सक्छौँ। भने हाम्रो जुन सेड्युल हुन्छ त्यसलाई पनि फलो गरिराख्न सकिरहेको छैनौँ हामीहरूले, तर त्यो अगाडिको बहिनी जस्तै हामी पनि तिमीहरू पनि त्यही ठाउँमा छौ, तिमीहरू पनि गर्न सक्छौ कि एउटा मात्रै कन्सेप्ट फलो गर्नु पर्यो कि जति जस्तै आज एउटा न्युमेरिकल गर तिमीलाई भोलि गर्छु भन्ने लाग्छ नि, त्यो आजै गर्नु पर्यो कि एउटा अझै बढी गर्नु पर्यो, एउटा रिभिजन गर्न गएछौ अलि बढी रिभिजन गर्नु पर्यो, अरू एउटा च्याप्टर एक्स्ट्रा रिभिजन गर्नु पर्यो। यस्तो खालको सानो सानो प्रयासले हामीलाई राम्रो रिजल्ट दिन्छ है। चाहे त्यो हाम्रो अहिले क्लास 10 होस्, इन्ट्रान्स होस्, क्लास 11 12 ब्याचलरमा जान्छौँ, सबै ठाउँमा है, चाहे त्यो पढाइ रिलेटेड होस्, अरू जुनसुकै काम गर त्यसमा पनि केही न केही राम्रो गर्यो भने अगाडि बढ्छौँ है। ठिक छ, हार्डवर्क गर। त्यसपछि हाम्रो हेर है, हामीलाई एडभान्टेज के भन्यो, 4 एडभान्टेज डिजिटल कम्युनिकेसनको इन डेली लाइफमा। डिजिटल कम्युनिकेसन हुँदाखेरि के हाम्रो एडभान्टेज छ 2081मा सोधेको। डिजिटल कम्युनिकेसनले हामीलाई के फाइदा पुगाएको छ त, केही न केही त पुगाएको छ। त्यो के फाइदाहरू हो, जस्तै त्यसको अब डिजिटल टेक्नोलोजीकै हाम्रो पोजिटिभिटी नेगेटिभिटी के हो
त्यो लेख्नु पर्यो। त्यो लेख्नुभन्दा अगाडि त हामीलाई थाहा हुनु पर्यो नि के हो त यसको डिजिटल टेक्नोलोजीको फाइदा, डिजिटल टेक्नोलोजी युज गर्दाखेरि के हाम्रो नेगेटिभिटी हुन्छ, के खराब गर्छ, सबै कुरा हामीलाई बुझ्नुपर्छ। त्यो बुझ्नको लागि पहिला हामी यो पढौँ, त्यसपछि यो क्वेसन त तिमीहरू आफै गर्छौ। फर्स्टमा इम्प्याक्ट अफ डिजिटल टेक्नोलोजी। डिजिटल टेक्नोलोजीको इम्प्याक्ट के छ, के हामीलाई फाइदा गराएछ भन्छ। हेर सोसल कनेक्टिभिटी भएको छ। जस्तै फेसबुक पेज छ, जस्तै बालेन दाइकै या बालेन जीकै कुरा गर्दाखेरि उसको फेसबुक पेज छ, उसले गरेको काम त्यहाँ देखाउँछ अनि चाहिँ सोसली कनेक्ट पनि भएको छ। जस्तै तिमी पनि आफ्नो फ्यामिलीको यो वर्ल्डमा जहाँसुकै छ भने इन्टरनेट छ भने उसले चाहिँ एउटा सोसल कनेक्सन बनाइदिनु भएको छ। ठिक छ, यो कुरा तिमी लेख्नु पर्यो। चाहे त्यो फेसबुक, ट्विटर, भाइबर, जुम यहाँबाट सजिलै हामी कनेक्ट भएको छ। अटोमेसन ल्याएको छ। अटोमेसन भनेपछि जस्तै कुनै काम गर्न हामीलाई धेरै टाइम लागिरहेछ नि, त्यो टाइमलाई कम गरेर मान्छेको इन्भल्भ नभएर त्यो काम भइहाल्यो भने त्यसलाई हामी अटोमेसन भन्छौँ। त्यस्तो अटोमेसनहरू जस्तै त्यो रोबोटको कुरा होस्, चाहे अटोमेटिक कारहरूको कुरा होस्, त्यो सबै हाम्रो अटोमेसनभित्र आउँछ। त्यस्तै गरी इन्टरटेनमेन्ट पनि ल्याइदिएको छ। हामी पहिला इन्टरटेनमेन्ट हुनको लागि साथीभाइहरू सबैलाई जम्मा हुनु पर्थ्यो। अहिले चाहिँ फिल्म हेऱ्यो, कमेडी हेऱ्यो, यहाँबाट हामी इन्टरटेनमेन्ट हुनसक्छ। यही कुरा हामीलाई लेख्नु छ। नेटफ्लिक्स, युट्युब हेर्नु छ। ठिक छ। ट्रान्सपोर्टेसनमा पनि सहज बनाएको छ। किनभने जस्तै एरोप्लेनलाई अटो मोडमा हाल्छ नि, माथि गएपछि आफै उड्छ। जस्तै हामी टिकट बुक गर्नु पर्यो एरोप्लेन मोबाइलबाट गर्छौँ। त्यही त हो ट्रान्सपोर्टेसनमा हामीलाई सजिलो भएको। कारहरू अटोमेटिक, टेस्ला अटोमेटिक छ, यिनीहरूलाई हामी सहज बनाएको छ। यही हाम्रो डिजिटल कम्युनिकेसन या डिजिटल टेक्नोलोजीले। जिपिएस अनि म्याप। जिपिएसले हामी कहाँ छौँ देशको त्यो ठाउँमा, जस्तै हामी एक ठाउँबाट अर्को ठाउँमा पुग्नु पर्यो, कति टाइम लाग्छ, कहाँ ट्राफिक छ, कहाँ घुम्नुपर्छ, सबै कुरा हामीले ट्र्याक गरेर जिपिएसले दिन्छ। लर्निङ अपर्च्युनिटी जस्तै हामी अहिले पढिरहेछौँ नि भनेपछि एउटा लर्निङ प्लेटफर्म, अनलाइनबाट प्लेटफर्म। अनलाइन नि बेस्ट हो क्या, अनलाइन पनि बेस्ट हो, फिजिकल नि बेस्ट हो। इन्ट्रेस्टको कुरा हो, जसले चाहिँ आफू डिसिप्लिन भएर राख्न सक्छ त्यसको लागि बेस्ट हो। कसरी डिसिप्लिन ल्याउने त मैले अहिले कुरा गर्छु त्यो पनि तिमीहरूको सिलेबसमा छ, कसरी डिसिप्लिनमा हामी बस्छौँ भनेर। ठिक छ। जस्तै इन्फर्मेसन स्टोरेजको लागि ब्याङ्किङ एन्ड फाइनेन्सिङ सबै चाहिँ यो टेक्नोलोजीले एकदम सजिलो बनाएको छ। त्यसपछि अर्को नेगेटिभ इम्प्याक्ट अफ डिजिटल टेक्नोलोजी के छ? नेगेटिभ इम्प्याक्ट। अब डिजिटल मोबाइल युज गर्छौँ नि, अनि हामी सोच्छौँ एक दिन त फरारी लम्बरगिनी किन्छु, अनि तिम्रो ड्रिम यो छ, अनि सुतिरहेछौ तिमी यसरी उठा, कमान उठा काम आज हान्नै पर्छ यो च्याप्टरलाई भनेपछि अब यसको नेगेटिभ इम्प्याक्टहरू पनि छ। जस्तै धेरै अनलाइन तिमी रह्यो, सोसल मिडिया चलायो भने तिम्रो बिहेभियरमा चेन्ज आइहाल्छ कि। जस्तै सोसल बिहेभियर छ नि, हामी साथीसँग फ्रेन्डली हुन्छौँ, त्यो सबै बिहेभियरमा चेन्ज आइहाल्छ कि, नेगेटिभ इम्प्याक्ट भयो। त्यसपछि तिमी हेर अब सोसल मिडियाको थ्रु कसैको रेपुटेसनलाई पनि ड्यामेज गर्न सक्छ। जस्तै इक्जाम्पलको लागि जस्तै बालेनजीले काम गरिरहेको थियो, स्ट्याटस लेखिरहेछ, काम पनि गरिरहेछ, राम्रो गर्दैछ, अनि अरूले के भनिदिन्छ सोसल मिडियाबाट, यो चाहिँ बाहिर देशसँग मिलेको, यो एनजिओसँग मिलेको, म्हणजे रेपुटेसनलाई ड्यामेज गरिरहेको छ। त्यो ड्यामेजले गर्दाखेरि उसको मेन्टली प्रेसर आइरहेको छ। आउँछ कि आउँछ, जनसुकै तिम्रै रेपुटेसन, तिम्रै साथीले यो चाहिँ मेरो साथी नराम्रो साथी हो, यस्तो यस्तो गर्छ, नराम्रो तरिकाले तिमीलाई भनिदियो भने तिमी गरे छैनौ, रेपुटेसन ड्यामेज भयो तिम्रो, अझै त्यो सोसल मिडियाले गराउन सक्छ। जस्तै अब हामी धेरै सोसल मिडिया चलायो, फिजिकल एक्सर्साइज, जस्तै एउटा इक्जाम्पलले धेरै सोसल मिडिया चलायो, फिजिकल एक्सर्साइज गरेनौ भने चाहिँ जुन फिजिकलले एक्सर्साइज गर्नको लागि इक्विपमेन्टहरू बनाउँछ नि, त्यो इक्विपमेन्ट त बिकेन, त्यसले गर्दा के हुने भयो, बिजनेस पनि डाउन हुने भयो भने यस्तो कुरा नै हुन सक्छ। जस्तै तिमीले अब फिजिकल एक्सर्साइज कम हुन्छ, अनलाइन गेमहरू सबै अनलाइन गरेपछि फिजिकल एक्सर्साइज कम हुन्छ, जसले गर्दा हाम्रो मोटापन, ओबिसिटी, विकनेसहरू ल्याउन सक्छ। त्यस्तै गरी डिजिटल गेम फ्री फायर खेल्दैछौँ भने चाहिँ अरूलाई हामी मार्दैछौँ, ठोक्दैछौँ होइन।
फ्री फायरले मार्दैछु भनेपछि त्यसमा चाहिँ के हुन्छ भने चाहिँ मर्डर गर्छौँ, भायोलेन्स आउँछ, जसले गर्दाखेरि तिम्रो मेन्टल हेल्थमा सोसल जुन वेलबिङ छ त्यसलाई चाहिँ हामीले एन्टी सोसल एक्टिभिटीभित्र हामी जान्छौँ। दिमाग त्यस्तै हुन्छ नि, यसलाई ठग्नुपर्छ, मार्नुपर्छ, यस्तो हुन्छ, हाम फाल यस्तो भन्छ नि, भने जसले गर्दाखेरि सोसल इम्प्याक्ट त्यतिकै तिम्रो मेन्टलीमा पर्न गयो क्या। त्यस्तै गरी जस्तै अर्को साइबर क्राइमहरू, साइबर क्राइम जस्तै ब्याङ्क एकाउन्टमा पैसा छ तिमी ह्याक गरेर सबै पैसा उडाइदियो भने साइबर क्राइम गरिहाल्यो नि। अब डिजिटल अवेरनेस, अब यसलाई के डिजिटल अवेरनेस कसलाई भन्छ? जस्तै हामी टेक्नोलोजीलाई कसरी चलाउने त? अब तिमी त एडभान्टेज है डिसएडभान्टेज नि देख्न सक्यो, डिजिटल टेक्नोलोजीको यसको एडभान्टेज देख्न सक्यो, यसको पोजिटिभ इम्प्याक्ट नेगेटिभ इम्प्याक्ट सबै अब लेख्न सक्छौँ, अगाडिको क्वेसन अब गर्न सक्यो हामी। त्यसपछि अर्को आयो डिजिटल अवेरनेस, यो जुन कम्प्युटर छ मोबाइल छ कसरी चलाउने त? मोबाइल चलाउँदाखेरि सबै कुरा त सोसल मिडियाहरू छ, कसरी ह्यान्डल गर्ने त्यसको बारेमा हामीलाई त थाहा हुनुपर्छ। त्यसैले हामी डिजिटल अवेरनेस भन्छौँ, कसरी यो टेक्नोलोजी काम गर्छ, यसलाई युज कसरी गर्ने। त्यसपछि जस्तै डिजिटल टुलहरू हुन्छ नि, अब यिनीहरूलाई युज कसरी गर्ने, तिमीले आफ्नो अब जस्तै साथीसँग बोलिरहेछौ, कसैसँग केही पोस्ट गर्दैछौ भने तिमीले सोसल मिडियामा भने चाहिँ त्यो पोस्ट त कहिले डिलिट हुँदैन, त्यसको बारेमा त सोचेर पोस्ट गर्न सक्यो, तिमी डिलिट गर्ने डिलिट भइरह हुँदैन कि। अब जस्तै बालनजीले एउटा स्ट्याटस लेखेर राख्यो, आफ्नो फ्रस्ट्रेसन निकाल्नु भयो थियो, अब त्यो स्ट्याटस त्यसले उहाँले डिलिट गरे नि, स्क्रिनसट पुरै सोसल मिडियामा रहिहाल्यो नि। अनि त्यही भएर चाहिँ यो डिजिटल अवेरनेस हामीलाई हुनुपर्छ है। कसैको बारेमा केही भन्दाखेरि नभेटेको व्यक्तिमा बोलिरहेछौ भने चाहिँ एउटा आफ्नो लिमिट राख्नुपर्छ है। अब हामी डिजिटल सिटिजनसिप बन्नुपर्छ। अब जसले चाहिँ जहिले नि नेट चलाछ केही गरेको छैन, नेटबाटै सबै खालको इन्फर्मेसन लिएको छ नि, त्यस्तो टाइपको मान्छेलाई हामी नेटिजन भन्छौँ। इन्टरनेटको सिटिजन भयो क्या। जस्तै इन्टरनेट नेपालको सिटिजन हुन्छ नि, त्यस्तै गरी इन्टरनेटको मान्छे जुन चलाएको छ सबै कुरा लिन्छ त्यहीबाट, त्यसलाई नेटिजन भन्छ। अब डिजिटल सिटिजन भने चाहिँ जसले चाहिँ यसको मिन्स कति हुन्छ, रिस्पोन्सिबल सिटिजन इन अनलाइन। अनलाइनको जुन रिस्पोन्सिबल मान्छे छ नि त्यसलाई चाहिँ हामी डिजिटल सिटिजन हामी भन्छौँ। अब इन्टरनेट कनेक्टेड, जस्तै इन्टरनेटले के गरेको छ भने चाहिँ फोन थ्रु सोसल मिडिया थ्रु पुरै सबै मान्छेलाई कनेक्ट गरेको छ। जस्तै एउटा गाउँमा तिमीलाई चिन्थ्यो नि, अब यो इन्टरनेटले गर्दाखेरि पुरै दुनियाँ जति वर्ल्ड छ नि एउटा भिलेजको रूपमा लिएर पुरै दुनियाँमा हामीलाई चिनाउन सक्छ। यति कुरा। अब हामीलाई यो क्वेसन हामीलाई यहाँ गर्नुपर्छ। यो क्वेसनको एन्सर देऊ मलाई तिमीहरूले। वाट डु यु कल अ पर्सन हु युज नेटवर्क अफ इन्टरनेट? जसले इन्टरनेट युज गर्छ नि त्यस्तो खालको पर्सन, जुन इन्टरनेट चलाएको छ युज गरिरहेछ त्यसलाई हामी के भन्छ? नेटिजन भन्ने गर्छौँ। त्यस्तै गरी इन वाट एस्पेक्ट डज नेटिजनसिप हेल्प यु स्टडी? तिमी अनलाइन हुने बित्तिकै इन्टरनेट चलायो भने नेटिजन हुने भयो। अब कुन रिस्पेक्टमा तिमीलाई नेटिजनले हेल्प गर्छ? अब नेटिजन तिमी नेटबाट स्टडी मेटेरियलहरू पाउँछौ, तिमीले खोजेको डाउट हुन्छ त्यो सर नभए नि च्याट जिपिटी यहाँबाट बुझ्न सक्छौ। यी कुराहरू हामी लेखेर काम तमाम गर्ने क्या। आफूले मनमा जुन कुरा छ नि, तिमी डिजिटलको बारेमा फाइदा बेफाइदा, नेटिजन कसलाई भन्यो? जुन इन्टरनेट चलाइराख्यो त्यसलाई नेटिजन भन्ने भयो। नेटिजनसिप भनेपछि के भन्यो? जसले चाहिँ राम्रो तरिकाले नेट चलायो त्यसलाई नेटिजन, अब के अरे हाम्रो सिटिजनसिप अफ डिजिटल सिटिजनसिप भन्ने भयो यो कुरा। अब क्यारेक्टर के हुनु पर्यो? गुड नेटिजन। जसले इन्टरनेट जुन चलाइराख्नु पर्यो त्यसको क्यारेक्टर के हुनु पर्यो? त्यो कुरा हामीले लेखेको छ। अब यो कमेन्ट, यो पोस्ट स्ट्याटस बालनजीले लेख्दाखेरि ऋषि थाम्लाले भनिराख्नु भएको थियो, तपाईँ यति फलोवर भएको मान्छे हो, यतिजनाले तपाईँलाई फलो गर्छ, त्योबाट बच्नको लागि हामीलाई केही रुल रेगुलेसनमा हामीलाई चल्नुपर्छ। त्यसको लागि हामी के गर्नु पर्यो? पोलाइट रिस्पेक्टफुल कुराहरू गर्नु पर्यो। तर बालनजीले
अब सबै जस्तै सबै कुरा भइरहेछ एकदमै हाम्रो देश त अहिले सङ्कटमै चलिरहेछ जसले गर्दाखेरि अब बालनजीलाई पनि यता देशको दलाल त्यो यो एनजिओ त्यो एनजिओ भन्दाखेरि फ्रस्ट्रेट भएर यो लेखिदिनु भयो होला अनि यो त्यसले गर्दाखेरि सिद्धामलाजी कराउनु भयो बालनजी तपाईँ यति रिस्पोन्सिबल मान्छे यतिजनाले फलो गर्छ भन्दै हुनुहुन्थ्यो नि भनेपछि त्यही भएर हामीलाई पोलाइट रिस्पेक्टफुल ल्याङ्ग्वेजमा कमेन्टहरू च्याटहरू लेख्नुपर्छ अब अनलाइनमा के हुन्छ भने चाहिँ सो रिस्पेक्ट टु अदर अनलाइन कोही अरू छ कोही कसैले जस्तै भिडियो हाल्छ के गर्छ भने त्यसलाई चाहिँ रिस्पेक्ट गर्नुपर्छ किनभने फिजिकली नभेटे नि हामीले रिस्पेक्ट त गर्नै पर्छ त्यस्तै गरी सोसियली एक्सेप्टेबल कुराहरू मात्रै गर्नुपर्छ त्यसपछि अब के कुरा पोस्ट गर्नुभन्दा अगाडि सोच्नु होला कि पोस्ट गरिसकेपछि यो कुरा डिलिट हुँदैन भनेर त्यही भएर यो कुरा हामीले सोचेर पोस्ट गर्नुपर्छ कसैको कन्टेन्ट कपी गर्नु भएन कपी गरे नि हामीले त्यसलाई चाहिँ क्रेडिट चाहिँ दिनु पर्यो पर्मिसन लिनु पर्यो जस्तै अब यहाँबाट भन्यो पोजिटिभ एन्ड नेगेटिभ इम्प्याक्ट अफ डिजिटल टेक्नोलोजीले पोजिटिभ नेगेटिभ इम्प्याक्ट के हो भनेर हामीले सोध्यो भने हामी इजिली कम्युनिकेसन गरिरहेको छौँ केही हामी ग्रुपहरू बनाएर हामी इजिली पढ्न सक्छौँ स्टडी मेटेरियलहरू हामी लिन सक्छौँ त्यो कुरा पनि लेख्न सक्छौँ या एक्सेस अफ इन्फर्मेसन कुनै इन्फर्मेसन टपिकहरूको तुरुन्तै एक्सेस गर्न त्यो पनि हामी लेख्न अब नेगेटिभ अब लेस हामी फिजिकल एक्सर्साइजहरू गर्दैन जसले चाहिँ हामी जस्तै के साइबर क्राइमहरू पनि हुन सक्छ यसको नेगेटिभ अब तिमी फिजिकल एक्सर्साइज गर्दैन तिमीले जे लागिरहेछ नि अब तिमी सोच कि डिजिटल टेक्नोलोजी मैले मोबाइल युज गरेन भने मेरो के हुन्थ्यो नेगेटिभ तिमीलाई भन्नु पऱ्यो भने तिमी स्ट्रेसहरूमा जान सक्दैन थियो भने तिम्रो हेल्थ राम्रो हुन्थ्यो हैन युज गर्दैन थियो भने अहिले हेल्थ बिग्रिरहेछ तिम्रो मोबाइलहरू ह्याक भयो भने तिमी मोबाइलभित्रको पर्सनल डाटाहरू जान सक्छ भने साइबरतिर जाने भयो साइबर क्राइमहरू हुन सक्छ तिम्रो पर्सनल जुन रेपुटेसन छ त्यो चाहिँ कसैले बिगार्दिन सक्छ यस्तै कुराहरू त नेगेटिभ इम्प्याक्ट हुने भयो अब अनलाइन रेपुटेसन भने चाहिँ के भयो भने तिम्रो जुन छवि छ नि जस्तै हामीले हाम्रो सेनाको जुन पेज छ नेपाल आर्मी भनेर अब उहाँको के छ हाम्रो मनमा छवि उसको बारे नेपाल आर्मीको बारेमा के छ भने यो चाहिँ देश बचाउनको लागि जे गर्नुपर्छ उहाँले गर्नुहुन्छ अनि उहाँको बारेमा जे हामीले सोच्छौँ नि त्यो उसको रेपुटेसन भयो राम्रो एस्पेक्टमा हेर्दाखेरि अनलाइन रेपुटेसन मिन्स वाट पिपुल थिङ्क अबाउट यु के सोच्छ अन द इन्टरनेट बेस्ड अन योर पोस्ट कमेन्ट फोटो एन्ड अनलाइन बिहेभियर जुन अनलाइन हामीले बिहेभ गर्छौँ पोस्ट गर्छौँ फोटो मेन यहाँ जान्छ क्या उहाँले चाहिँ के गर्नुहुन्छ अनलाइनमै सबै पोस्ट कमेन्टहरू गरिराख्नुहुन्छ नि अनलाइनमै गरिरहेछ सबै कुरा जसले गर्दाखेरि उहाँको जुन छवि हाल्नु भएको छ नि हाम्रो दिमागमा त्यही चाहिँ हाम्रो के भयो उहाँको लागि उसको अनलाइन रेपुटेसन हुन गयो ठीक छ अब रेपुटेसन म्यानेजमेन्ट कसलाई भन्छौँ रेपुटेसन म्यानेजमेन्ट भनेपछि टेकिङ केयर अफ योर गुड नेम एन्ड इमेज अब रेपुटेसनलाई म्यानेज गर्नु पर्यो जस्तै बालनज्यूलाई त्यो बेला अब जस्तै आन्दोलनको बेला नराम्रो भएको थियो भने त्यो बेला चाहिँ उसले चाहिँ आफ्नो रेपुटेसनलाई बचाउनु जस्तै एम्बुलेन्स बाट्यो भनेर भनेको तर महानगरले बाटेको हाम्रै देशको पैसा हो त्यस्तै गरी लाइटहरू लगायो भनेर आफ्नो रेपुटेसन बचाउनको लागि के गर्यो त्यसलाई चाहिँ रेपुटेसन म्यानेजमेन्ट भनिन्छ जस्तै कुनै काम गर्यो त्यसलाई पोस्ट गर्छ भिडियो बनाएर हाल्छ स्टेटस लेख्नुहुन्छ त्यो रेपुटेसन म्यानेज गरेको हो भन्ने बुझ्नु पर्यो कि आफ्नो रेपुटेसन बचाएको अब जस्तै पेज बनाउँदाखेरि रियल फोटो नेम इन्फर्मेसन राख्नु पर्यो सबै वेबसाइट जति सोसल मिडिया एकाउन्ट छ एउटै हुनु पर्यो जस्तै तपाईँले पोस्ट कमेन्ट सेयर के कुरा गरिराख्नु भएको छ तपाईँको आफ्नो फेसबुक प्रोफाइल इन्स्टा प्रोफाइल जेमा नि सोसल मिडियामा नि जसले गर्दाखेरि तपाईँको क्यारेक्टरलाई अरूले जज गर्न सजिलो हुन्छ भनेपछि तपाईँको कमेन्ट पोस्टले गर्दा पनि सेयरले गर्दा पनि तपाईँको चाहिँ यो चाहिँ अनलाइन रेपुटेसनले फरक पार्छ सबै कम्पनीहरूको अनलाइन रेपुटेसन हुन्छ जस्तै हाम्रै कुरा गर्दाखेरि तपाईँहरूले हेरिराख्नु भएको छ
केही त पढायो होला नि, अलि न अलि पढायो होला भनेर नि हेरिराख्नु भएको छ नि। भनेपछि जति पनि अर्गनाइजेसनहरू छ तिनीहरू सबैको आफ्नो पेज हुनैपर्छ जसले चाहिँ अनलाइन रेपुटेसनमा हेल्प गर्ने भयो। जस्तै हाम्रो हर्क सम्पानजी हुन्छ, दुर्गा परसाई, यिनीहरूको आफ्नो आफ्नो सोसल मिडिया रेपुटेसन छ जसले केही न केही छवि छोडिरहेको छ। त्यस्तै गरी डिजिटल वेलबिङ। अब डिजिटल हेल्थ के बुझ भने चाहिँ एउटा सिम्पलमा डिजिटल वेलबिङ भने चाहिँ किपिङ आवर माइन्ड एन्ड बडी हेल्दी। हाम्रो माइन्डलाई हाम्रो बडीलाई हेल्दी राख्नको लागि हामी जुन ब्यालेन्स गर्छौँ नि अफलाइन अनि अनलाइन लाइफ, त्यसैलाई हामी भन्छौँ डिजिटल वेलबिङ। अब डिजिटल वेलबिङ भनेपछि अब अनलाइनमै दिनभरि बिताउने भयो भने हामी डिप्रेसनमा, एन्जाइटीमा पुग्छौँ, हाम्रो हेल्थ खराब हुन्छ, हामीलाई निद्रा लाग्दैन। अब हामीले यही डिजिटललाई हामी ब्यालेन्स गर्न सक्यौँ भने जस्तै अनलाइन एक्टिभिटिज बाहेक हामी अफलाइन एक्टिभिटिज, पढाइ पनि अफलाइन गऱ्यौँ, अनलाइन हेऱ्यौँ, त्यसपछि पढ्न थाल्यौँ, अरू कुरा हेरेनौँ भने, हामीले चाहेको बेला मात्रै युज गऱ्यौँ भने हाम्रो सोसल एक्टिभिटी पनि बढ्छ। हामी सोसलमा जुन यो समाज छ त्यहाँ चाहिँ गएर हामीले आफ्नो एक्टिभिटी देखाउन सक्छौँ, केही न केही गर्न सक्छौँ, जसले गर्दाखेरि हाम्रो हेल्थ सहित सबै कुरामा। अब जस्तै समाजमा गएर तपाईँले घुलमिल हुनुभयो भने समाजसँग इन्टरेक्ट गर्ने तपाईँको बानी बस्छ क्या, त्यो पनि फाइदा त हो नि। भने चाहिँ अब सबै कुरालाई हेर्नु पऱ्यो क्या। जस्तै डिजिटल हेल्थ या वेलबिङ भनेपछि हाम्रो सोसल, मेन्टल, हाम्रो इमोसनल, फिजिकल सबै हेल्दी हुनु पऱ्यो। हामी मोबाइलमा मात्रै नगुजारेर हामी यति साथीसँग पढ्नु पऱ्यो भने ग्रुप स्टडी, डान्स पनि गर्नु पऱ्यो। हामी कम्युनिकेसन पनि हाम्रो फ्यामिली, हाम्रो समाज जुन सोसाइटी हुन्छ त्यसमा गएर कम्युनिकेट पनि गर्दा राम्रो हुन्छ। हामी आफ्नो फिजिकल हेल्थमा, हाम्रो इमोसनल जुन कुराहरू छ, रिलेसनको कुराहरू छ, त्यसमा नि हामीलाई ध्यान राखेर सबै कुरालाई मिलाएर हिँड्नुपर्छ कि एउटै खालि अनलाइन रहेर केही राम्रो हुँदैन। त्यही कुराहरू लेखेको छ। जस्तै धेरै राख्नुभयो भने अनलाइन अब यसमा मोटापन आउँछ, आँखा प्रब्लम हुन्छ, निद्रा लाग्दैन, स्ट्रेस भइहाल्छ। एकदमै जसले इन्टरनेट चलाउँछ नि डिप्रेसन आउन सक्छ। जस्तै कुनै ब्याड थिङ्किङ छ नि त्यही दिमागमा आयो भने डिप्रेस हुन्छ, त्यसैलाई डिप्रेसन भन्छ। जस्तै केही कसैको लाइफमा केही घटना भएको छ, जस्तै कसैको ब्रेकअप भएको छ, अब ब्रेकअप भएको बेला अब रिल आइरहेछ ब्रेकअपै भएको भने त्यसले त सुसाइड नै गर्न सक्छ क्या। त्यसपछि एन्जाइटी। अब कसै फ्युचरमा जस्तै तपाईँले धेरै अहिले रिल चलायो, एकछिनपछि ओहो मेरो एसीमा राम्रो आयो कि आउँदैन भने डर छ हुन्छ नि, त्यसैलाई एन्जाइटी भन्छ। त्यो हुनसक्छ धेरै डिजिटलमा चलायो भने, धेरै मोबाइल चलायो भने। त्यसपछि लोनलेस, एक्लोफल फिल हुन थाल्छ कि धेरै मोबाइल चलायो रिल हेऱ्यो, त्यस्तै रिल आउँछ, त्यस्तै इमोसनललाई कन्ट्रोल गर्न सक्दैन अनि एक्लोपन फिल हुन्छ। मैले संसारमा किन छु, कसैले मलाई मन पराउँदैन, घर फ्यामिलीले पनि रिसाइरहेछ, एक्लोपन फिल हुन थाल्छ कि। त्यस्तै गरी तपाईँको एङ्ग्री, रिस पनि उठिरहेको हुन्छ। यी सबै कुरालाई मेन्टेन गरेर हिँड्नुपर्छ। यहाँ मात्रै होइन, यहाँ देखाएको सबै कुरा मेन्टेन गरेर हिँड्नुपर्छ। अब हेर, मेन्सन एनी 4 वे गेनिङ डिजिटल वेलबिङ। एउटा डिजिटलको हेल्थको रूपमा राम्रो हुनको लागि, गेन गर्नको लागि हामीले 4वटा कुरा मेन्सन गरेको छ कि हामी यो डिजिटल हेल्थ कसरी मेन्टेन गर्न सक्छौँ। मान्छे डिजिटल हामीले नोटिफिकेसनहरू अफ गर्न सक्यो, एप डाउनलोड गर्न सक्यो मोबाइलमा कि त्यसले चाहिँ हामीलाई सजिलो बनाओस् कि 10-15 मिनट गुजारिसक्यो, टाइम भइसक्यो। यहाँ भने चाहिँ स्क्रिन लिमिटहरू हुन्छ, स्क्रिन टाइमहरू हेर्नु पऱ्यो, त्यसैलाई म्यानेजमेन्टहरू हामीले गर्नु पऱ्यो। त्यस्तै गरी के भनेको छ भने यो क्वेसनमा 2080 सालमा हामीलाई चाहिँ कुनै बच्चाहरू थियो जुन चाहिँ 4 वर्ष अगाडिदेखि एकदम धेरै मोबाइल युज गरिरहेको छ। अब त्यसले गर्दाखेरि यसमा चाहिँ कस्तो टाइपको डिजिटल वेलबिङ, डिजिटल हेल्थमा कस्तो इफेक्ट देखाउँछ त। अब त्यो बच्चा चाहिँ जहिले नि मोबाइल चलायो भने अब त्यसले चाहिँ कसैसँग इन्टरेक्ट गर्छ नि, बोल्छ, ट्रिट गर्छ, व्यवहार गर्छ, त्यो त सिक्दैन नि, मोबाइलमै हेरिरह्यो, मोबाइलबाटै कम्युनिकेसन गर्न उसले रुचाउँछ। यस्तो खालको एउटा प्रब्लम हेर्न सक्छ। उसलाई चाहिँ एकदम स्लिप पनि डिस्टर्ब भइहाल्छ। जब सुत्ने टाइममा हामी धेरै मोबाइल चलायो भने निन्द्रा लाग्दैन होला, त्यो पनि फिल गरेको होला। त्यही कुरा हामीले लेख्न सक्छौँ। त्यसपछि
अब हेर है यो कुरा मैले भने यो क्वेसनहरु सोधेछ त्यही कुरा मैले यहाँ लेखेको छु प्रिकसन अफ डिजिटल वेलबिङ। अब यो डिजिटल जुन हामीहरु जबै कुरा मोबाइलमा डिजिटल छ यसलाई चाहिँ मेन्टेन गर्नको लागि हामीले हाम्रो हेल्थलाई राम्रो बनाओस् भनेर यसबाट हामीले के प्रिकसन लिन सक्छौं कि डिजिटललाई हामी कसरी छोड्न सक्छौं। हामी काम लागेको बेला मात्र युज गर्ने अरु बेला नयुज गर्ने कसरी गर्ने त भने चाहिँ यसमा हामी लिमिट स्क्रिन टाइमको स्क्रिन टाइम भनेर लिमिट हुन्छ त्यो लगाउन सक्छौं। अब मोबाइल हेर्दा रेगुलर ब्रेक पनि लिनुपर्छ जस्तै हामी पढ्दाखेरि ब्रेक लिन्छ नि जथाभावी हेरेको अहिले नि तपाईले 2 घण्टादेखि हेरिराख्नु भयो होला 1 घण्टादेखि हेर्नु भयो भने मोबाइल भिडियो पढेको हेर्नु भने अर्कै दिमागमा स्ट्रेस आउन थाल्छ के त्यही भएर 20-25 मिनेट हेर्ने फेरि 5-10 मिनेट पानी खाने फेरि आएर तर हेर्नु पर्यो त्यही भिडियो फेरि नत्र यसो गर्नु न भिडियो डाउनलोड गरेर हेरे नि भइहाल्यो। युजिङ अब पासवर्डहरु स्ट्रङ गर्नु पर्यो कि तपाईको आफ्नो सेफ्टीको लागि चाहिँ अब अननेसेसरी नोटिफिकेसनलाई अफ गर्नु पर्यो। अब एकदमै एभोइड गर्नु पर्यो मोबाइललाई। मैले अहिले चाहिँ सिकिरहेको यो पढाउँदाखेरि मैले नि धेरै कुरा सिके के कसरी म एभोइड गर्छु मैले चाहिँ एउटा कुन एप डाउनलोड गर्छु कि मेरो सबै सोशल मिडियाहरु जति एपहरु सबैलाई म्यानेज गर्छ 10-15 मिनेट मात्र युज गर्छु दिनको भनेर लिमिट लगाएर राख्छु त्यस्तो कुराहरु मैले नि सिके। जस्तै अगाडि पहिला के हुन्थ्यो भने मैले पनि धेरै लिने थिएँ अनि स्ट्रेस हुने एक्लोपन पनि फिल हुने के अहिले चाहिँ यही कामहरु गर्दाखेरि सोशल तिर कामहरु गर्दाखेरि मलाई नि सजिलो भन्छ फिजिकलमा पनि मलाई सजिलो भएको छ है। जस्तै प्राइभेसी सेटिङहरुको बारेमा हामीलाई थाहा हुनु पर्छ प्रोटेक्ट गर्नु पर्छ। जस्तै बसिरहेछ अब यसरी बसेर मोबाइल चलाएको छ भने के हुन्छ ढाड अनि घाँटीहरु दुख्छ त्यसलाई चाहिँ त्यो कुराहरु हामी राख्नु पर्यो के पोस्ट गर्दाखेरि सोच्नु पर्यो त्यही हाम्रो हेरे भनेको छ है। अब हामीले तिमीले हेर है राइट पोजिसन मोबाइल हेर्दै छौ भने यसरी नहेर्ने के अहिले तल गरेर हेर्ने घाँटी सोच गर्ने यसरी पुरै स्ट्रेट भएर हेर्ने पढे जस्तै त्यही कुराहरु यसमा लेखेको छ पोस्चर कसरी गर्ने भनेर है। अनि घाँटी दुख्न सक्छ त्यसको लागि एक्सरसाइज गर्ने। अब जस्तै मैले अहिले साउन्ड रेकर्ड गर्दै छु यहाँबाट मोबाइल या क्यामेराबाट भिडियो रेकर्ड गर्दै छ भने तिमीलाई एक्जाममा सोध्न सक्छ कि एउटा तिमीले 10-15 मिनेटको एउटा क्लिप बनाउनु पर्यो भने प्रोसेस भन कि कसरी गर्छौ भनेर। अनि त्यसको त प्रोसेस त बन्नु पर्यो। प्रोसेस बन्नको लागि हामीले थाहा हुनु पर्यो कसरी भिडियो रेकर्ड गर्छौ कसरी साउन्ड रेकर्ड गर्छौ त्यसलाई कसरी एडिट गर्छौ अनि चाहिँ कसरी पोस्ट गर्छौ त्यो त भन्नु पर्यो। अब फर्स्टमा हामी हेरौं अडियो भोइस कसरी रेकर्ड गर्ने भिडियो पनि मोबाइल छ भने दुईटै एउटै बाटो गर्न सक्छ क्यामेरा खोल्यो। अब जस्तै साउन्ड रेकर्ड गर्ने साउन्ड रेकर्ड गर्ने एप खोल्यो त्यसमा चाहिँ हामी रेकर्ड अन गर्यो रेकर्ड स्टार्ट गरेपछि रेकर्ड हुन थाल्छ अनि चाहिँ फेरि पज गर्ने पनि हुन्छ बीचमा रेकर्ड राख्नु पर्यो भने पज गर्ने अनि फेरि अन गर्ने पजलाई फेरि प्ले गर्ने अनि चाहिँ हाम्रो भिडियो रेकर्ड हुन थाल्छ अनि त्यसलाई चाहिँ एक्सपोर्ट गर्ने एक्सपोर्ट गर्दाखेरि फाइल नेम राखेर एक्सपोर्ट गर्ने यति कुरा सक्यो। त्यस्तै गरी भिडियो खोल्दाखेरि भिडियो खिच्ने कुनै एप हुन्छ जस्तै मोबाइलमा क्यामेरा एप छ जसले चाहिँ भिडियो खिच्छ भिडियो अब ओपन क्यामेरा गरे एप ओपन अब अन गरेपछि स्टार्ट गरे भिडियो स्टार्ट हुन थाल्छ त्यसपछि पज गर्नु पर्यो भने साइडमा पज हुन्छ पज पनि गर्न सक्यो अनि फेरि चाहिँ त्यसलाई प्ले गरेपछि फेरि भिडियो खिच्न थाल्छ अनि लास्टमा एक्सपोर्ट गर्छ अनि त्यसको फाइल नेम लेख्छ त्यही कुरा यसमा लेखेको छ। त्यसपछि अब एडिट पनि गर्नु पर्यो। अब यो जाडो महिना सुत्नको लागि बनाएको हो नो वर्क नो स्टडी भन्ने लाग्ला। अब यस्तै गर्यो भने चाहिँ हाम्रो ड्रिम पुरा हुँदैन है साच्चै के भने चिन्ता नगर्नु होला विन्टर सुत्नेको लागि। तर म या हामी पढौँ के जो सुतिरहेछ नि तपाईको साथी सुत्न दिनु के केही छैन जिपिए मेरो जिपिए यति आज फेसबुकमा एकचोटि पोस्ट गरिदिनु होला नि जला के मार ठिक छ। यहाँ सुन्नु अब भिडियो एडिटिङ गर्नु छ मलाई भिडियो एडिटिङ यो मेरो भिडियो छ जस्तै युनिभर्स पढाएको थिएँ नि यो भिडियोलाई एडिट गर्नु छ भने चाहिँ फर्स्टमा मैले के गर्छु भने चाहिँ इम्पोर्ट गर्छु भिडियोलाई के गर्छु फर्स्टमा इम्पोर्ट गरेँ यसमा क्यापकटमा गएर मैले इम्पोर्ट गरेँ। अब इम्पोर्ट गरिसकेपछि अब यसमा यो तल देखिराख्नु छ नि यसलाई चाहिँ टाइमलाइन भन्छ यो टाइमलाइन सेटअप गरे त्यसपछि यसलाई ट्रिम। अब यसमा चाहिँ सुरु जस्तै मैले यहाँबाट आउँदाखेरि भित्र आएर हुन्छ नि त्यो बेला सुरुमा त एकछिन त रुकेको हुन्छ नि त्यसलाई ट्रिम गर्नु पर्यो बीचमा कतै कट भयो भने त्यसलाई ट्रिम गरेर फेरि सुरुमा ट्रिम गरेर फेरि जोइन्टहरु गर्नुपर्छ मान्छे ट्रिम गर्यो। अब स्प्लिट यो स्प्लिट लेखेको छ नि यो स्प्लिट यसले के गर्दिन्छ जस्तै यहाँ स्प्लिट
थिच्यो भने यसले चाहिँ दुई भागमा यसलाई टुक्राइदिन्छ स्प्लिट गर्नु पर्यो एरेन्ज सिक्वेन्सलाई हामी अब यो सिक्वेन्स छ नि जस्तै यसलाई पनि कट गरे यो हटाएर यो दुईटैलाई एरेन्ज हामीलाई गर्नु पर्छ त्यस्तै गरी अब एरेन्ज गरेपछि यसलाई हेर्ने प्रिभ्यू गर्ने चलाएर हेर्ने ठीक छ कि छैन त्यसपछि यसलाई चाहिँ यसरी एक्सपोर्ट थिचेर हामी के गरिदिन्छौँ एक्सपोर्ट गर्छौँ अब यसरी चाहिँ हामी भिडियो एडिट गर्छौँ अब यति कुरा मात्रै हुँदैन है भिडियो एडिट जस्तै यहाँबाट सुरु गर्छु अब यसको कलरहरू बढी छ लाइट बढी छ भने यहाँबाट तल हाम्रो यसमा इफेक्टहरू हाल्नुपर्ने हुन्छ त्यो इफेक्ट हाल्छौँ भिडियोमा कुनै एनिमेसन हाल्नुपर्छ एनिमेसन हाल्छौँ इफेक्ट हुन्छ कुनै कुरा यहाँको पार्ट डिलिट गर्नु डिलिट भयो यसको भोल्युम बढाउनु पर्यो भोल्युम बढाउँछौँ भोल्युम कम गर्छौँ यसरी धेरै कुरा हुन्छ यति थोरै कुरा यहाँ छ जुन चाहिँ अलिअलि लेखिदिनु होला है तपाईँहरू त्यस्तै गरी अब हेर है अब तिमीहरूको भिडियोलाई जोइन्ट गर्नु पर्यो कुनै एउटा क्लिप भिडियो बनाउनु भयो फेरि रोकेर फेरि अर्को क्लिप बनाउनु पर्यो भने के गर्ने त फेरि हामी भिडियो एडिटिङ एप खोल्छौँ त्यो एप खोलेपछि त्यसमा इम्पोर्ट गर्छौँ दुईटै भिडियोलाई हामी इम्पोर्ट गर्यो फर्स्टमा इम्पोर्ट गर्यो हामीले नचाहिने भाग स्प्लिट गरेर यसलाई फालिदियो अब फेरि यो पनि इम्पोर्ट गरेर यसमा पनि नचाहिने भाग यसलाई फालिसक्यो अब यो दुईटैलाई फेरि जोइन्ट गर्छ जोइन्ट गरेर यसको अडियो मिलेको छ कि छैन भनेर हामीले हेर्नु पर्यो अब यो भिडियो दुईटा राख्दाखेरि यसमा बिचमा कुनै इफेक्ट राख्नुपर्छ कुनै एनिमेसन राख्छ भने एनिमेसन राख्छौँ प्रिभ्यू गर्छौँ अनि एक्सपोर्ट गर्छौँ जस्तै इम्पोर्ट गर्यो पहिला इम्पोर्ट गरेँ एउटा त्यसपछि टाइमलाइन हुन्छ यहाँ तल त्यो भयो अब यसमा चाहिँ हाल्दाखेरि ट्रान्समिसनहरू कुनै इफेक्ट हाल्नु छ भने त्यो हाल्छ त्यसपछि दुईटै जस्तै दुईटा भाग छ नि अब दुईटै भिडियो छ भने दुईटैको साउन्ड हेर्नु पर्यो एउटै भोल्युम रहनु पर्यो त्यसपछि इफेक्ट दुईटैको हेर्छौँ इफेक्ट कुनै अब यहाँ इफेक्टहरू हुन्छ इफेक्ट नि हाल्न पायो त्यसपछि लास्टमा एकचोटि चलाएर हेर्ने प्रिभ्यू गर्ने अनि चाहिँ एक्सपोर्ट गर्ने त्यसपछि हामी भिडियो एडिटिङ पनि सिकिहाल्छौँ अब तिमीलाई हेर क्वेसन नम्बर 80 सालमा हामीलाई क्वेसन सोध्यो अब हामीलाई एउटा 6 मिनटको भिडियोलाई 4 मिनटको बनाउनु पर्छ अब के गर्ने यसको स्टेपहरू लेख्नु पर्यो अब सबभन्दा पहिला सोच्नु पर्यो कि नचाहिने भाग कुन छ त्यो ट्रिम गरेर हामीलाई फाल्नु पर्यो त्यसपछि अर्को कुरा के सोच्नु पर्यो भने चाहिँ हामीले स्पिड पनि त फास्ट बनाउन सक्छौँ नि स्पिड नि फास्ट बनाएर हामी रिड्युस गर्न सक्छौँ भने चाहिँ फर्स्टमा सबै भिडियोलाई ओपन गर्छौँ त्यसपछि यसलाई ट्रिम गर्छौँ अनि काट्छौँ अननेसेसरी पार्टहरू त्यसपछि एडजस्ट गर्छौँ स्पिडलाई एडजस्ट गरेर 4 मिनटमा ल्याउँछौँ अनि एकचोटि रिभ्यू गरेर सेभ गर्छौँ सकिएको यत्तिकै लेख्ने हो विच अफ द फलोइङ इज द फङ्सन अफ रिसिभर विच अफ द फलोइङ इज द फङ्सन रिसिभरको फङ्सन के हो भने टु कन्भर्ट रिसिभ्ड सिग्नल इन्टु डिजायर फर्म सकिगयो वाट डज द बिहेभियर अफ पोस्टिङ इन्फर्मेसन अबाउट न्यू साइन्टिफिक डिस्कभर्ड फ्रम टाइम टु टाइम सोसल मिडिया नेटवर्क जस्तै महावीर पुण्यज्यू छ उहाँले कुनै कुरा आविष्कार गर्नुभयो आविष्कार गरेको चिज सोसल मिडियामा पोस्ट गरिदिनु भयो पोस्ट गरेपछि उसको के हुन्छ रेपुटेसनलाई राम्रो हुन्छ कि उहाँले केही न केही काम गरिराख्नु भएको छ देखाउनु भयो अनि चाहिँ फैलिन्छ भन्ने कुरा भने सोसल मिडियालाई त्यसले के गरेको म्यानेज गरेको मान्छे डिजिटल रेपुटेसन म्यानेजमेन्ट भयो उहाँको त्यस्तै गरी हामीलाई यहाँ के भनेको छ नाउ अ डेज जस्तै फेसबुक मेसेन्जर जस्तो कुरा गर्ने एपहरू हो भनेर हामीलाई थाहा छ क्वेसन के सोध्यो भने चाहिँ राइट द नेम अफ अदर 2 एप्लिकेसन कुनै दुईवटा एप्लिकेसन मेसेन्जर जस्तै कुनै दुईटा एप्लिकेसन त हामी भनिदिन्छौँ अरे व्हाट्सएप छ भाइबर छ इन्स्टाग्राम छ थाहा छ क्या तिमीहरूलाई मलाई थाहा छ त्यही कुरा लेख्ने हो त्यसपछि हाउ डु यु एप्लाई दिज एप टु इम्प्रुभ योर स्टडी कसरी हामी त्यो भाइबर इन्स्टाग्रामलाई युज गरेर हामी आफ्नो स्टडीलाई इम्प्रुभ गर्न सक्छौँ गर्छौँ नि अब व्हाट्सएपमा ग्रुप बनाएको छौँ त्यसमा चाहिँ हामीले ग्रुप स्टडी गरेको छौँ केही कुरा आयो प्रब्लम त्यसमा हालेर डाउटहरू सल्भ गराएको छौँ या टिचरलाई मेसेज गरेर या आफ्नै साथीहरूलाई मेसेज गरेर डाइरेक्ट सोध्न सक्छौँ यसरी चाहिँ हामीले स्टडीमा हेल्प हुन्छ त्यसपछि अर्को एप्लिकेसन अफ एनालोजी जुन एनालग सिग्नल ट्रान्समिसन जुन एनालग सिग्नलको ट्रान्समिसन छ नि एनालग सिग्नलको ट्रान्समिसनको एप्लिकेसनहरू कहाँ हुन्छ भने रेडियो ब्रोडकास्टमा टेलिभिजन ब्रोडकास्ट ल्यान्डलाइन लाउड स्पिकर
मेडिकल इन्स्ट्रुमेन्टहरुमा साउन्ड सिस्टम यिनीहरुमा एनालग सिग्नलको युज भएको हुन्छ जस्तै व्हिच अफ द फलोइङ रिप्रेजेन्ट एनालग सिग्नल एनालग सिग्नललाई रिप्रेजेन्ट गर्ने हाम्रो रेडियो वेभ त्यसपछि 2080 मा सोध्यो फ्रम व्हाट पर्पस इज द डिजिटल सिग्नल चेन्ज इन्टु एनालग सिग्नल डिजिटल सिग्नल जुन हुन्छ नि यस्तो टाइपको डिजिटल सिग्नल यसलाई चाहिँ हामी एनालगमा किन चेन्ज गर्छौं अब हाम्रो पुरानो डिभाइसहरु छ भने सबै एनालग वाला हुन्थ्यो त्यसको लागि भयो त्यसपछि एनालगमा हामीले किन चेन्ज गर्छौं भने चाहिँ अब हेर एनालगमा किन चेन्ज गर्छौं भने चाहिँ स्पिकरहरु हुन्छ नि त्यसले चाहिँ के गर्दिन्छ भने चाहिँ हाम्रो डिजिटल सिग्नललाई जुन एनर्जी वेभ आउँछ नि त्यसलाई एनालगमा कन्भर्ट गर्छ अनि चाहिँ त्यो चाहिँ जस्तै स्पिकरलाई डिजिटल सिग्नल आउँछ त्यसलाई एनालगमा कन्भर्ट गर्छ अनि चाहिँ त्यो वेभलाई चाहिँ त्यसले ट्रान्सड्युस गरेर हाम्रो साउन्डको वेभमा परिणत गर्छ यही एकचोटी पढ्नु है यसलाई त्यसपछि यहाँ क्वेशनहरु सोधेको छ व्हिच अफ द फलोइङ रिप्रेजेन्ट एन एनालग सिग्नल यो त पढिसक्यो रेडियो वाला अब हेर 1 बाइटमा कतिवटा हुन्छ 8 वटा बिट्स हुन्छ 8 वटा बिट भएको 1 2 3 4 यही हो अब MP3 को जुन अडियोको फर्मेट हुन्छ नि त्यो MP3 को MP3 हाम्रो अडियोमा हुन्छ व्हिच अफ द फलोइङ इज अडियो फाइल फर्मेट जुन अडियो फाइलको फर्मेट हुन्छ नि त्यो हाम्रो MP3 हुन्छ त्यस्तै गिभ टु एक्जाम्पल अफ डिजिटल रेपुटेसन म्यानेजमेन्ट डिजिटल रेपुटेसन म्यानेजमेन्टको लागि हामीले के गर्यो हाम्रो डिजिटली हामीलाई म्यानेज गर्नु छ आफ्नो रेपुटेसन भने तिमीहरुले पनि सिकिहाल्ला के गर्नु पर्यो भने चाहिँ तिमीहरुको वरिपरि जुन जस्तै आशिका तमाङ दिदीज्यूले के कुरा पोस्ट गर्नुभएको छ राम्रो त्यसलाई चाहिँ तपाईले आफ्नो प्रोफाइलमा शेयर गर्नुभयो भने अरूको दिमागमा के इम्प्याक्ट जान्छ भने यो पनि सोशल वर्क गर्नको लागि एउटा कन्सेप्ट भएको मानिस हो त्यसले तपाईको सोशल रेपुटेसनमा हेल्प गर्ने भयो जस्तै फेरि अर्को जस्तै आशिका तमाङ दिदीले 1 रुपैयाँ वाला त्यो बनाएको थियो नि अब त्यसमै चाहिँ तपाईले म पनि 1 रुपैयाँ पोस्ट गरे भनेर जस्तै 1 रुपैयाँ दिए या 10 रुपैयाँ 10 5 रुपैयाँ 50 रुपैयाँ दिए अनि तपाईले त्यो पोस्ट चाहिँ आफ्नो सोशल मिडियामा राखिदिनु भयो भने ए यो पनि हेल्पफुल मान्छे छ भनेर पनि एउटा कुरा आउँछ यसरी कुनै नयाँ कुराको आविष्कार भयो महावीर पुण्यज्यूले गर्नुभयो भने तपाईले त्यसलाई शेयर गर्नुभयो भने त्यो पनि तपाईको एउटा रेपुटेसनमा हेल्प गर्न भयो त्यस्तै गरी मेन्सन 4 इम्पोर्टेन्ट अफ डिजिटल रेपुटेसन म्यानेजमेन्ट गर्यो भने हामीलाई के फाइदा हुन्छ यसको महत्व के छ डिजिटल रेपुटेसन म्यानेजमेन्टको भने चाहिँ हाम्रो अरूले ट्रस्ट बढ्छ के अरू तपाईको माथि ट्रस्ट बढ्ने भयो त्यस्तै गरी आफ्नो इमेजलाई प्रोटेक्ट गर्नुभयो क्रिएट बेटर अपर्चुनिटी एउटा अपर्चुनिटीको रूपमा तपाईले लिन सक्नुहुन्छ किनभने के कुरा शेयर गर्नुभयो भने सोशल वर्कहरु गरिराख्नु भएको छ भने तपाईको अनलाइन मिडियामा एकदम रेपुटेसन छ भने तपाईको अपर्चुनिटी रहन्छ केही काम गर्नुभयो भने त्यसमा सबैजनाले सहभागिता जनाउन अपर्चुनिटी हुन्छ त्यस्तै गरी इन्क्रिज सेफ्टी अनलाइन अब हेर्नु है तपाईको प्राइभेसी अब यसको रेपुटेसन म्यानेजमेन्टमा इम्पोर्टेन्ट के हुन गयो भने चाहिँ एउटा इन्क्रिज सेफ्टी अनलाइन म्यानेज प्राइभेसी सेटिङ एन्ड बीइङ केयरफुल अनलाइन कीप्स योर इन्फर्मेसन सिक्योर एन्ड रिड्युस रिस्क अब अनलाइन रेपुटेसन रह्यो भने तपाईको अर्को महत्व के छ भने यही लेखेको छ तपाईको के छ केयरफुली अनलाइन कीप योर इन्फर्मेसन सिक्योर एन्ड रिड्युस योर रिस्क अब तपाईको रिस्कलाई अब जस्तै अब बालेन जस्तै हामीले बालेनजीलाई प्रधानमन्त्री बनाए सबैजनाले अनि उहाँ नै बनिहाल्यो जस्तै अहिले सुशीला कार्कीज्यू भन्नु भएको छ भने उहाँको काम गरिरहेको छैन हामीले चाहेको भने अब उहाँले आएर हामीलाई बोलेन मैले यो कारणले यसरी यसरी आइरहेछ यो कानुनहरु छ त्यही भएर मैले काम गर्न सकिरहेको छैन भनेर भन्नुभयो भने एउटा चाहिँ उहाँको अनलाइनमा भनिराख्यो भने उहाँको रेपुटेसन बचेर बस्छ तर उहाँले हैन केही बोलेन चुपचाप काम गरिरहेछ नसके नि केही बोले छैन भने त्यसरी गर्यो भने उसको चाहिँ रिस्क बढिहाल्छ कि उलाई चाहिँ इन्टरनल एक्सटर्नल दबावहरु आउँछ हामी फेरि हटाउँछौं भन्ने कुराहरु गर्छ
यसरी चाहिँ हामी बचाउन सक्छौँ। अनि यति गरेपछि तपाईँको यो च्याप्टर यहीँ समाप्त हुन्छ। तपाईँहरूले तलबाट थाहा पाउन सक्नुहुन्छ तपाईँको टोटल स्लाइड। अनि साथीहरूलाई जति सक्दो सेयर गर्नु होला। फेसबुकमा सबैले सेयर गर्ने केही छैन, फेसबुक छ। मैले भने नि अनलाइन रेपुटेसन बनाउनु छ नि, हामीले सेयर गर्नुभयो भने तपाईँको साथीहरूसँग जान्छ। यो साथीले एजुकेसनल कुराहरू सेयर गर्दा तपाईँको प्रोफाइल नै राम्रो हुन्छ। रेपुटेसन भन्छ क्या सबैको राम्रो कुराहरू जति पाउनुहुन्छ। अब प्रोफाइल नै राम्रो कुरा, आफूले मन परेको, आफ्नो भावनासँग मिलेको, इमोसनलसँग मिलेको, अरूलाई फाइदा हुने खालको, जसले चाहिँ अनलाइन रेपुटेसनलाई बढाउँछ, त्यस्ता कुराहरू सेयर गर्दाखेरि राम्रो हुन्छ। त्यही भएर तपाईँको आफ्नो साथी आफ्नो कलेजको ग्रुप जहाँ हुन्छ सबै ठाउँमा सेयर गर्नु होला। जसले फेसबुकमा हेरिरहेछ, युट्युबमा हेर्दाखेरि एकदम बेस्ट हुन्छ। एनके फर्स्ट फाउन्डेसनमा गएर हेऱ्यो भने सबै छ। यति गर्दै भिडियो समाप्त गर्छु। थ्याङ्क यू फर वाचिङ। पढ्दै गर्नु तपाईँहरूको एससीको लागि बेस्ट अफ लक है। जब तक तोडेंगे नहीं तब तक छोडेंगे नहीं, यहीको साथ तपाईँले सबै नोट रिभिजन सबै गरेर सर्ट नोट बनाएर बस्नु होला अनि पढ्नु होला। यति भन्दै फेरि म बेस्ट अफ लक है।